हेलो एभ्रिवान म विकल छ तिमीहरूलाई अबदेखि केमिस्ट्री पढाउने हुन्छु म आज केमिस्ट्रीको केही इम्पोर्टेन्ट क्वेसन्सहरू बनाउँछु है जस्तै कि 12 क्लासको एक्जामिनेसन नजिक आउँदैछ सो क्लास 12 को इम्पोर्टेन्ट क्वेसन्सहरू केही म डिस्कस गर्न गइरहेको छु सो क्लास 12 को इम्पोर्टेन्ट क्वेसन्सहरू है क्लास 12 एनईबी को इम्पोर्टेन्ट क्वेसन्सहरू क्लास 12 को इम्पोर्टेन्ट क्वेसन्सहरू है सो आज हामी केही इम्पोर्टेन्ट क्वेसन डिस्कस गर्छौँ जसमध्ये 5 मार्कको लङ क्वेसन्सहरू डिस्कस गर्छौँ है सो लङ क्वेसन स्टार्ट गर्नुभन्दा अगाडि कुन कन्टेन्टबाट स्टार्ट गर्छु भन्दाखेरि अर्ग्यानिक केमिस्ट्रीको अर्ग्यानिक केमिस्ट्रीबाट हामीहरू स्टार्ट गर्छु लङ क्वेसन्स आन्सरहरू है हाम्रो टार्गेट रहेको छ टार्गेट 75 मार्कको क्वेसन्सहरू सल्भ गर्छौँ हामी जसमध्ये फिजिकल केमिस्ट्री अर्ग्यानिक केमिस्ट्री र इनअर्ग्यानिक केमिस्ट्री बेग्ला बेग्लै गर्छु सो सुरुमा म अर्ग्यानिक केमिस्ट्री पुरै सकाउँछु त्यसपछि इनअर्ग्यानिक डिस्कस गर्छु अनि त्यसपछि फाइनली फिजिकल केमिस्ट्री डिस्कस गरिन्छ सो यहाँ हेरौँ अर्ग्यानिक क्वेसन्समा अर्ग्यानिक केमिस्ट्रीमा लङ क्वेसन डिस्कस गर्छु है लङ क्वेसन्स प्रोबेबली 5 मार्कको सोध्ने गरिन्छ लङ क्वेसन्सहरू प्रोबेबली 5 मार्क्समा सोध्ने गरिन्छ सो यहाँ हेरौँ सो फर्स्ट क्वेसन म बनाउँछु यहाँबाट सबैजना ध्यान दिएर हेर्नु होला फर्स्ट क्वेसन है क्वेसन नम्बर 1 आइडेन्टिफाई फर्स्ट क्वेसन identification or separation of 1 degree, 2 degree or 3 degree alcohol by Victor's Mayer method. यो क्वेसन्स म अब तिमीहरूलाई सल्भ गरेर देखाइरहेको छु यो क्वेसन भेरी इम्पोर्टेन्ट छ एनईबी एक्जामिनेसनको लागि है यो क्वेसन्स रिपिटेड क्वेसन्स पनि हो सो यो क्वेसन्स कसरी सल्भ गर्ने कतिको सल्भ गर्ने लिमिटेड सबै यहाँ भन्न गइरहेको छु सो यो क्वेसन्सको लागि ध्यान दिएर हेर्नु होला यो क्वेसन छ Victor Mayer method सरी यसरी नै स्टार्ट गरौँ होला the alcohol 1 degree 2 degree or 3 degree alcohols can be separated by using Victor Mayer method. सो यहाँ हेरौँ यसको म स्टेप वाइज सबैको स्टेप्स अनुसार रियाक्सन लेखाइदिन्छु तिमीहरू पनि सबैजना स्टेप वाइज लेख्नु है कापीको पानामा आँटिँदैन सो लाइन वाइजमा होरिजेन्टली अथवा भर्टिकली जसरी लेख्छु तिमीहरू पनि त्यसरी नै लेख्नु म के गर्न गइरहेको छु भर्टिकली रियाक्सन्सहरू लेख्छु तिमीहरू पनि भर्टिकली रियाक्सन्सहरू नै लेख्नु सो हेर स्टेप 1 मा के लेखेको छु भन्दाखेरि प्राइमरी अल्कोहोल यो साइडपट्टि लेख्छु म सेकेन्डरी अल्कोहोल अर्कोपट्टि मैले लेखेको छ टर्सरी अल्कोहोल फर्स्टमा प्राइमरी अल्कोहोल त्यसपछि सेकेन्डरी अल्कोहोल त्यसपछि टर्सरी अल्कोहोल स्टेप वाइज गरौँ है यसरी नै तिमीहरूले एक्जाममा पनि सल्भ गर्नुपर्ने हुन्छ सो प्राइमरी अल्कोहोललाई म के भन्छु भन्दाखेरि 1 डिग्री अल्कोहोल पनि भनिन्छ ठीक छ सेकेन्डरी अल्कोहोललाई हामी के भन्न सक्छौं 2 डिग्री अल्कोहोल पनि भन्न सक्छौं
टर्सरी अल्कोहललाई त्यसैगरी हामी के भन्न सक्छौँ 3 डिग्री अल्कोहल पनि भन्न सक्छौँ। यतिसम्म क्लियर छ। त्यसपछि के गर्छु फर्दर रियाक्सनमा प्राइमरी अल्कोहल जुन छ हामीसँग 1 डिग्री अल्कोहल त्यसलाई म ट्रिटमेन्ट गर्छु हाइड्रोजन आयोडाइड एसिड अथवा म ट्रिटमेन्ट गर्छु रेड फस्फरस विथ आयोडिन। यो हेर यो रिएजेन्ट मैले युज गरेको छु फर्स्ट रिएजेन्ट युज इन भिक्टर मेयर मेथड। भिक्टर मेयर मेथडमा फर्स्ट रिएजेन्ट मैले युज गरेको छ हाइड्रोजन आयोडाइड अथवा रेड फस्फरस विथ आयोडिन युज गरेको छ। प्राइमरी अल्कोहलसँग यो रिएजेन्ट युज गरेको छ, त्यसैगरी सेकेन्डरी अल्कोहलसँग पनि हामी सेम रिएजेन्ट युज गर्छौँ हाइड्रोजन आयोडाइड और रेड फस्फरस विथ आयोडिन। सिमिलरली टर्सरी अल्कोहलमा पनि हामी सेम नै गर्छौँ रेड फस्फरस विथ आयोडिन नै ट्रिटमेन्ट गर्छौँ अथवा हाइड्रोजन आयोडाइड। ठीक छ। यो रिएजेन्ट हामीले प्राइमरी अल्कोहल सेकेन्डरी अल्कोहल टर्सरी अल्कोहल सबैमा युज गरेको छु। अब यसबाट प्रोडक्ट के आउँछ हेरौँ है, योबाट प्रोडक्ट के आउँछ हेर। प्राइमरी अल्कोहल भनेपछि हामी इक्जाम्पल लिन्छौँ। प्राइमरी अल्कोहल भनेपछि के हुन्छ RCH2OH हुन्छ। ठीक छ। सेकेन्डरी अल्कोहलको इक्जाम्पल लिनु पर्यो भने हामी के लिन्छौँ R2CHOH लिन्छौँ। त्यस्तै गरी टर्सरी अल्कोहलको इक्जाम्पल लिनु पर्यो भने हामी के लिन्छौँ R3COH लिन्छौँ है। यहाँनिर R भन्नाले तिमीहरूले अल्काइल ग्रुप राख्न सक्छौ। अल्काइल ग्रुप भन्नाले मिथाइल इथाइल प्रोपाइल केही पनि राख्दा हुन्छ, सबैको सिमिलर रियाक्सन हुन्छ है। सो मैले के गरेको छ यो रियाक्टेन्ट हो, यो रिएजेन्टसँग ट्रिटमेन्ट गर्दाखेरि हाम्रो के प्रोडक्ट आउँछ हेरौँ। यहाँबाट रेड फस्फरसबाट र 1 डिग्री अल्कोहलसँग रेड फस्फरसले रियाक्सन गर्यो भने रेड फस्फरस प्लस आयोडिनसँग रियाक्सन गर्यो भने के प्रोडक्ट आउँछ यहाँबाट RCH2 अनि यहाँनिर आयोडिन आउँछ। यसको नाम के हुन्छ भन्दाखेरि यसको नाम तिमीहरूले अल्काइल हेलाइड अथवा अल्काइल आयोडाइड पनि भन्न सक्छौ अथवा के भन्न सक्छौ भन्दाखेरि यसलाई आयोडो अल्किन पनि भन्न सक्छौ। आयोडो अल्किन ध्यान दिएर हेर्नु होला। हेर मैले के गरेको छ यो अल्कोहललाई यो रिएजेन्टसँग ट्रिटमेन्ट गरेको छ फर्स्ट स्टेपमा र हाइड्रोजन अल्काइल आयोडाइड पाएको छ। अल्काइल आयोडाइड पाएको छ कसरी भन्दाखेरि यहाँ हेर, यहाँबाट बोन्ड ब्रेक भएर यति OH ग्रुप हटेर यहाँको आयोडिन यहाँनिर गएर टाँसेको छ। हेरौँ यहाँबाट हेरौँ, यो अल्कोहलमा OH ग्रुप छ, प्राइमरी अल्कोहलको OH ग्रुप हटेको छ अनि त्यो कार्बनको ठाउँमा गएर त्यो OH ग्रुप भएको ठाउँमा गएर आयोडिन जोडेको छ। यति मात्रै छ। यो कमन रियाक्सन सबैमा हुन्छ। 2 डिग्री अल्कोहलमा पनि सिमिलर रियाक्सन्स, यहाँपट्टिको OH ग्रुपलाई हटाइदिने अनि यो आयोडिन यहाँबाट गएर टाँसिदिने इन द सेम कार्बन। यहाँबाट पनि सेम, यो OH ग्रुपलाई हामी हटाउँछौँ, यो OH ग्रुपलाई हटाएर यहाँबाट आयोडिन यसमा जोडिदिन्छौँ, अट्याच गरिदिन्छौँ, सिमिलर छ। सो यो रियाक्सन्स सिम्पल हुन जान्छ है। यहाँ हेरौँ R जस्ताको त्यस्तै R2CH आयोडिन, त्यस्तै गरी यहाँ पनि हुन्छ R3COH, सरी OH हुँदैन, यहाँनिर हुन्छ आयोडिन। अब यहाँ हेरौँ यो 1 डिग्री अल्काइल हेलाइड आएको छ, 1 डिग्री अल्काइल हेलाइड यो आएको छ तिम्रो 1 डिग्री अल्काइल हेलाइड, यो आएको छ तिम्रो 2 डिग्री अल्काइल आयोडाइड आएको छ, 2 डिग्री अल्काइल आयोडाइड हेरौँ। त्यस्तै गरी यो आएको छ हाम्रो 3 डिग्री अल्काइल आयोडाइड। ठीक छ, यहाँसम्म बुझियो होला। यहाँसम्म केही गाह्रो छैन है। जस्ट मैले के गरेको छ OH ग्रुपलाई रिप्लेस गरेको छ आयोडिन, यति मात्र चाहिन्छ। ठीक छ। अब यो रियाक्सनलाई यसलाई हामी फर्दर ट्रिटमेन्ट गर्छौँ है। यो जुन हाम्रो प्रोडक्ट आएको छ 1 डिग्री अल्कोहलबाट 2 डिग्री अल्कोहलबाट र 3 डिग्री अल्कोहलबाट हामीले 1 डिग्री अल्काइल हेलाइड 2 डिग्री अल्काइल हेलाइड अनि 3 डिग्री अल्काइल हेलाइड निकालेका छौँ। ल हेरौँ यहाँ यसलाई फर्दर हामी ट्रिटमेन्ट गर्छौँ स्टेप 2 मा है। स्टेप 2 मा रिएजेन्ट हामी युज गर्छौँ सिल्भर नाइट्राइड।
AgNO2 सोल्युसन युज गर्छु। यसको नाम हाम्रो छ सिल्भर नाइट्राइट सोल्युसन। ध्यान दिएर हेर्नु होला, सिल्भर नाइट्राइट सोल्युसन युज गरेको छ हामीले। अल्काइल आयोडाइड प्रोडक्ट आएको थियो, सो त्यो अल्काइल आयोडाइड प्रोडक्टमा हामीले युज गरेको सोल्युसन के हो भन्दाखेरि सिल्भर नाइट्राइट सोल्युसन। अब सिल्भर नाइट्राइट सोल्युसन युज गरे भने हाम्रो यहाँ के हुन्छ भन्दाखेरि यहाँनिर बाई प्रोडक्ट आउँछ हाम्रो सिल्भर आयोडाइड प्रोडक्ट आउँछ। यो रियाक्सन ध्यान दिएर हेर्नु होला, माथिपट्टिको RCH2 जस्ताको त्यस्तै हुन्छ RCH2 अनि यहाँबाट NO2 सेपरेट भएर दिन्छ र यो सिल्भरले के गरेको छ, यहाँको आयोडिन लगेर AgI कम्पाउन्ड बनाएको छ, बाई प्रोडक्ट बनाएको छ र यहाँको सिल्भर नाइट्राइट सोल्युसनको सिल्भरले आयोडिनलाई लगेको छ र AgI कम्पाउन्ड बनाएको छ बाई प्रोडक्ट र रिमेनिङ NO2 ग्रुप गएर यो कार्बनमा जुटेको छ। सिमिलर रियाक्सन है, सेम युज गर्छौँ हामी 2 डिग्री अल्काइल हेलाइडमा पनि। 2 डिग्री अल्काइल हेलाइड जुन अघिको रियाक्सन थियो त्यसलाई पनि हामी फर्दर रियाक्सन गर्छौँ AgNO2 सँग रियाक्सन गरे पनि यसले पनि सिमिलर बाई प्रोडक्ट दिन्छ, यसले बाई प्रोडक्ट दिन्छ सिल्भर आयोडाइड। अनि यो NO2 ग्रुप गएर यहाँनिर टाँसिन्छ, भन्नाले यो कार्बनमा गएर टाँसिन्छ र यो सेपरेट हुन्छ अनि यो NO2 ग्रुप गएर त्यहाँनिर टाँसिन्छ। सिल्भर आयोडाइड बाई प्रोडक्ट आइसक्यो हाम्रो। सो यो सिल्भर आयोडाइड बाई प्रोडक्ट आइसकेपछि NO2 ग्रुप गएर यो कार्बनमा टाँसिएको छ। अब यसको रियाक्सन के हुन्छ हेरौँ, RCH2 हुँदैन, RCHNO2 हुन्छ, R2CHNO2 हुन्छ। त्यस्तै गरी 3 डिग्री अल्काइल हेलाइडलाई पनि सिमिलरली हामीले AgNO2 युज गरे भने यसले पनि सिमिलर बाई प्रोडक्ट दिन्छ, अर्थात् AgI नै दिन्छ। बाई प्रोडक्ट हाम्रो सिमिलर छ, यो बाई प्रोडक्ट हो है, बाई प्रोडक्ट सबैमा सिमिलर आएको छ। सो बाई प्रोडक्ट सिमिलर आएपछि हामीले के लेख्न मिल्छ भन्दाखेरि यहाँनिर R3COH OH हुँदैन, यहाँ RCNO2। यो NO2 ग्रुप कसरी आएको छ भन्दाखेरि यो आयोडिन हटाएर NO2 ग्रुपको अट्याचमेन्ट भएको छ। यो रियाक्सन अब हामी फर्दर सल्भ गर्दै जान्छौँ। हाम्रो सेकेन्ड स्टेपसम्म रियाक्सन कम्प्लिट भइसकेको छ। यो भनेको के हो भन्दाखेरि हेर, यसको नाम लेखौँ। यो भनेको चाहिँ हाम्रो हुन्छ नाइट्रो अल्केन। यो भयो हाम्रो 1 डिग्री नाइट्रो अल्केन बनेको छ। सिमिलरली यो बनेको छ हाम्रो 2 डिग्री नाइट्रो अल्केन। हेर है ध्यानले, हाम्रो 1 डिग्री कम्पाउन्डबाट 1 डिग्री अल्कोहलबाट 1 डिग्री नाइट्रो अल्केन बनेको छ, 2 डिग्री अल्कोहलबाट 2 डिग्री नाइट्रो अल्केन बनेको छ। सिमिलरली 3 डिग्री अल्कोहलबाट 3 डिग्री नाइट्रो अल्केन बनेको छ, 3 डिग्री नाइट्रो अल्केन बनेको छ। 3 वटा अल्काइल ग्रुप छ अनि नाइट्रोजन कम्पाउन्ड छ, 2 वटा अल्काइल ग्रुप छ अनि नाइट्रोजन कम्पाउन्ड छ, यहाँनिर एउटा अल्काइल ग्रुप छ अनि नाइट्रोजन ग्रुप छ। सो 1 डिग्री 2 डिग्री एन्ड 3 डिग्री नाइट्रो अल्केन भयो। अब थर्ड स्टेपमा हेरौँ है, अहिलेसम्म हामीले सेकेन्ड स्टेपसम्म मात्र गरेको छु। थर्ड स्टेप रियाक्सन म अहिले एकछिनमा भनिदिन्छु है तिमीहरूले कति लेख्नुपर्छ भनेर। यो मोस्ट रिपिटेड क्वेसन्स हो, सो NEB को बोर्ड इक्जाममा सोधिने गरिन्छ, सो स्किप नगर्नु है। थर्ड स्टेपमा हामी युज गर्छौँ नाइट्रस एसिड। हेर, नाइट्रस एसिड भन्नाले यो हुन्छ HNO2 लाई हामी नाइट्रस एसिड भन्छौँ। सो नाइट्रस एसिडलाई हामीले के लेख्न मिल्छ भन्दाखेरि हेर, नाइट्रस एसिड हामीले HON लेख्न मिल्छ है। हेर, नाइट्रस एसिड HNO2 लाई हामीले होनो रिप्रेजेन्ट गर्छौँ। HNO2 लाई हामीले होनो रिप्रेजेन्ट गर्न सक्छौँ, होनो भनेर। HONO मैले यसरी रिप्रेजेन्ट गरेको छ नाइट्रस एसिडलाई। नाइट्रस एसिड हो, हामीले थर्ड केमिकल रिएजेन्ट युज गरेको छु नाइट्रो अल्केनको फर्दर रियाक्सनमा। त्यस्तै गरी यहाँ पनि हामी सिमिलर युज गर्छौँ, होनो नै युज गर्छौँ, N-O नै युज गर्छौँ। सिमिलर यहाँ पनि हामी सेम रिएजेन्ट युज गर्छौँ, होनो नै युज गर्छौँ। अब हेरौँ योसँग ट्रिटमेन्ट गरे भने यहाँ हेर, अहिले चाहिँ ध्यान दिनुपर्ने कुरा हुन्छ है। अब यहाँबाट हेरौँ, हाम्रो जुन यो कम्पाउन्ड छ RCH2NO2,
RCH2NO2 मा कतिवटा हाइड्रोजन छ र RCH2NO2 मा दुईवटा हाइड्रोजन छ यहाँबाट सो दुईवटा हाइड्रोजन छ सो दुईवटा हाइड्रोजन अनि यहाँको अक्सिजन दुईवटा हाइड्रोजन अनि यहाँको अक्सिजन गएर टुक्रिन्छ अनि वाटर कम्पाउन्ड बनाउँछ सो रिमेनिङ कम्पाउन्ड चाहिँ के हुन्छ हाम्रो यहाँनिर रिमेनिङ कम्पाउन्ड R जस्ताको त्यस्तै C अनि यतापट्टि NO2 हुन्छ यहाँनिर के हुन्छ डबल बोन्ड नाइट्रोजन अनि यहाँनिर सिङ कार्बनसँग दुईवटा डबल बोन्ड बाँकी रहन्छ सो यहाँबाट डबल बोन्ड आउँछ र नाइट्रोजन हुन्छ यता OH जस्ताको त्यस्तै हुन्छ यहाँ हेरै ध्यान दिएर यो नाइट्रोअल्किन बनेको छ यो नाइट्रोअल्किनमा जुन फङ्सनल ग्रुप कार्बन छ यो कार्बनमा अट्याच भएको ध्यान दिएर हेरौँ यो कार्बनमा अट्याच भएको यो कार्बनमा हाइड्रोजन दुईवटा छ अनि यो दुईवटा हाइड्रोजनले यहाँको अक्सिजनलाई लग्छ अनि वाटर बनाउँछ यहाँको अक्सिजनलाई वाटर बनाउँछ अनि यो कार्बनमा के हुन्छ दुईवटा बोन्ड घटेको हुन्छ सो त्यो दुईवटा बोन्ड घटेको हुन्छ सो कार्बनले के गर्छ डबल बोन्ड बनाएर यो नाइट्रोजनसँग अट्याच हुन्छ यो नाइट्रोजनसँग अट्याच भएछ भने डबल बोन्ड नाइट्रोजन छ अनि यो OH जस्ताको त्यस्तै ठिक छ तिमीहरूले यो OH लाई यता मुनि पनि लेख्न सक्छौ यो OH लाई यसरी OH तल मुनि पनि लेख्न सक्छु बट कन्फ्युजिङ हुन्छ होला भनेर म साइडमा लेखिदिरहेको छु है यसरी मैले साइडमा लेखिदिरहेको छु सो मैले यहाँनिर साइडमा OH लेखिदिएँ ठिक छ त्यस्तै गरी सिमिलरली यहाँ पनि गरौँ यहाँबाट पनि हामी के निकाल्छौँ भन्दाखेरि वाटर निकाल्छौँ सिमिलर रियाक्सन R2 जस्ताको त्यस्तै अनि C अनि NO2 सो यहाँनिर के छ भन्दाखेरि यो R सँग अलरेडी तीनवटा बोन्ड पुगेको छ यो कम्पाउन्ड कार्बनसँग तीनवटा बोन्ड पुगेको छ कसरी भन्दाखेरि यो कार्बन दुईवटा छ है यहाँनिर दुईवटा अल्काइल ग्रुप यो कार्बनसँग अट्याच भएको छ हेर यो कस्तो हो भन्दाखेरि RCR अनि यो NO2 यसरी यो R2 को अर्थात् यो कार्बनमा दुईवटा अल्काइल ग्रुप अट्याच भएको छ सो सिमिलरली यो यति बुझेको होला म यो रब गरिदिन्छु डाइरेक्टली लेखेको छ है मैले RCH2NO2 छ अनि यहाँनिर एउटा सिंगल बोन्ड आउँछ र यहाँनिर यो कम्पाउन्ड हुन्छ यति OH ग्रुप जान्छ हेरौँ अब यहाँनिर आउँछ सो N हुन्छ डबल बोन्ड O हुन्छ ठिक छ यो कम्पाउन्ड बनेको छ 3 डिग्री नाइट्रोअल्केनले पनि अब हेरौँ यो रियाक्सन कसरी भयो पत्ता लगाउँछौँ यहाँनिर यो हाइड्रोजन एउटा हाइड्रोजन छ यहाँनिर यो OH छ सो यसले यो कम्पाउन्ड रेप गर्छ सो यहाँबाट HO अनि H मिलेर वाटर निस्किन्छ अनि यो नाइट्रोजन कार्बनसँग गएर अट्याच हुन्छ रिमेनिङ नाइट्रोजन OH ग्रुप हटिसक्यो वाटर बाई प्रोडक्ट आइसकेको छ अनि यो नाइट्रोजन गएर यो कार्बनमा टाँसिन्छ सो कम्पाउन्ड के आउँछ R2C डबल बोन्ड NO2 अनि RCN डबल बोन्ड O आउँछ त्यस्तै गरी 3 डिग्री नाइट्रोअल्किनले के गर्छ भन्दाखेरि नो रियाक्सन 3 डिग्री नाइट्रोअल्किनले फर्दर नाइट्रिक एसिडसँग नो रियाक्सन देखाउँछ 3 डिग्री नाइट्रोअल्किनले नाइट्रस एसिडसँग कुनै पनि रियाक्सन देखाउँदैन सो हाम्रो लागि इजी भयो यहाँनिर हामीले नो रियाक्सन लेख्न मिल्छ ठिक छ अब हामी फाइनल प्रोसेसमा फाइनल रिएजेन्ट युज गर्छौँ फाइनल प्रोसेस आइसक्यो सो यो जुन बनेको छ हेरौँ यसको नाम लेखौँ है यो जुन कम्पाउन्ड बनेको छ यसको नाम छ हाम्रो यो कम्पाउन्डको नाम हो नाइट्रोलिक एसिड ध्यान दिएर हेर्नु होला यो कम्पाउन्डको नाम हो हाम्रो नाइट्रोलिक एसिड छ यो यसको नाम नाइट्रोलिक एसिड रहेको छ ठिक छ यसको नाम के हो भन्दाखेरि स्युडोनाइट्रोल नाइट्रोलिक एसिड अनि स्युडोनाइट्रोल त्यहाँ कुनै पनि रियाक्सन भएको छैन सो त्यसलाई छोडिदिन्छौँ हामी नाइट्रोलिक एसिड है ध्यान दिएर हेर्नु ल नाइट्रोलिक एसिड बनेको छ यो अब लास्ट स्टेप आइसकेको छ हाम्रो फाइनल स्टेप यिनीहरू सबैलाई हामी केसँग ट्रिटमेन्ट गर्छौँ भन्दाखेरि एक्वस NaOH अथवा एक्वस KOH सँग ट्रिटमेन्ट गर्छौँ एक्वस NaOH अथवा एक्वस KOH सँग ट्रिटमेन्ट गर्छौँ यो कम्पाउन्डको IUPAC नेम सोध्दैन सो हामी IUPAC नेम डिस्कस गर्दैनौँ डाइरेक्टली यो कम्पाउन्ड बनाउने अनि यसको कमन नेम लेखिदिने है स्युडोनाइट्रोल अनि यसको नाम हो नाइट्रोलिक एसिड सो फाइनल स्टेपमा हामी युज गर्छौँ एक्वस KOH अथवा एक्वस NaOH और एक्वस KOH
सोडियम हाइड्रोक्साइड अथवा पोटासियम हाइड्रोक्साइड युज गर्छौँ। सिमिलरली यहाँ पनि हामी युज गर्छौँ एक्वस NaOH और एक्वस KOH। सिमिलरली यहाँ पनि युज गर्छौँ हामी एक्वस NaOH और एक्वस KOH युज गर्छौँ। सो यहाँबाट फर्दर रियाक्सन के हुन्छ, यहाँनिर आउँछ हाम्रो रेड कलरको, ब्लड रेड कलरको के आउँछ भन्दाखेरि मिक्सचर आउँछ। यहाँनिर 2 डिग्री नाइट्रो अल्केनबाट हाम्रो कस्तो कलर आउँछ, ब्लू कलरको सोल्युसन आउँछ र यहाँबाट कस्तो आउँछ भन्दाखेरि कलरलेस कम्पाउन्ड आउँछ, कलरलेस मिक्सचर अथवा कलरलेस अल्कोहल आउँछ। सो यो रियाक्सन भयो, तिमीहरूले यति गर्नुपर्ने। ठिक छ। सो तिमीहरूले गर्नुपर्ने भनेर तिमीहरूले नोट बनाउँदाखेरि तिमीहरूले यति लेख्नु पर्दैन, रियाक्सन बनाउँदाखेरि यति लेख्न पर्दैन, डाइरेक्टली होनो लेखिदिने पुगिहाल्छ। फर्दर मोर हेर्ने हो भने माथिपट्टि हेर, तिमीहरूले यो लेख्न पर्दैन, AgI बाई प्रोडक्ट लेख्न पर्दैन, तिमीहरूले यो AgI बाई प्रोडक्ट लेख्नु पर्दैन, सिल्भर नाइट्रेट सोल्युसन मात्र लेख्न पुगिहाल्छ। यति हो, यति हो तिमीहरूले लेख्नुपर्ने। छोटो तरिकाले लेख्ने, तिमीहरूसँग टाइम कम हुन्छ। सो हामी के गर्छौँ भन्दाखेरि छिटो तरिकाले गर्छौँ। अब हेरौँ, अब यसको स्टेप्सहरू लेखौँ है, स्टेप्सहरू लेखौँ। तिमीहरूले स्टेप्स लेख्नुपर्छ, स्टेप्सको पनि मार्क हुन्छ। सो स्टेप्समा लेखौँ। स्टेप 1 मा the alcoholic mixtures is treated with red phosphorus with iodine or hydrogen iodide acid। यो हाइड्रोजन आयोडाइड है, हामी केसँग ट्रिटमेन्ट गर्छौँ, हाइड्रोजन आयोडाइड एसिड। स्टेप 1 मा हामीले के गरेको छौँ, जुन अल्कोहोलिक मिक्सचर छ त्यसलाई हामीले रेड फस्फरस अथवा हाइड्रोजन आयोडाइड एसिडसँग ट्रिटमेन्ट गरेको थियो हामीले। त्यसपछि हामीले के आएको थियो, अल्काइल आयोडाइड प्रोडक्ट आएको थियो। सेकेन्ड स्टेप रियाक्सन सुरु हुनुभन्दा अगाडि हाम्रो प्रोडक्ट के आएको थियो, फर्स्ट स्टेप रियाक्सनबाट हाम्रो अल्काइल हेलाइड प्रोडक्ट आएको थियो, देन अल्काइल आयोडाइड। अल्काइल आयोडाइड प्रोडक्ट इज अब्टेन। हाम्रो अल्काइल आयोडाइड प्रोडक्ट चाहिँ अब्टेन भएको थियो। त्यो प्रोडक्ट जुन अब्टेन भएको थियो, जुन प्रोडक्ट हाम्रो अल्काइल आयोडाइड प्रोडक्ट आएको थियो त्यसलाई हामीले फर्दर ट्रिटमेन्ट गरेको थियो, विच वाज फर्दर treated with silver nitride solution and again with nitrous acid। यो कुरा ध्यान राख्नु होला है, सबैजनाले स्टेप्स लेख्नै पर्छ, बिना स्टेप्स लेखेर तिमीहरूले मार्क पाउँदैन। सो स्टेप्स लेख्नै पर्छ, सानो तरिकाले स्टेप्स लेखौँ, यति स्टेप्स लेख्ने। त्यसपछि थर्ड स्टेपमा के लेख्ने, then the remaining product was finally treated with aqueous KOH or aqueous NaOH सँग ट्रिटमेन्ट गरेका थियौँ। सो यहाँबाट हामीले के गरेको थियो भन्दाखेरि डिफ्रेन्ट कलरहरू अब्जर्भ गरेको थियो and hence different color was observed।
यतिसम्म लेख्नुपर्छ, फर्दर मोर हल्का लेख्नुपर्छ तिमीहरूले। ल हेर यहाँनिर मैले लेखिदिएको थियो, इफ रेड कलर coloration appears then the alcohol is primary भन्न सक्छौँ हामी। फर्दरमोर if blue coloration appears then the alcohol is 2 degree. If the solution was colorless then the alcohol is 3 degree or tertiary. सो हामीले यो क्वेसन डिस्कस गरिसकेको छौँ। यो हेर्दा चाहिँ लामो लागिरहेको होला, बट तिमीहरूले छोटो तरिकामा गर्नु है। 5 मार्कको लागि तिमीहरूले यति लेख्नै पर्छ। इनकेस 2 अथवा 3 मार्कको लागि सोध्यो भने तिमीहरूले रियाक्सन मात्र लेख्नुपर्छ, स्टेप लेख्नु पर्दैन। सो तिमीहरूको यो 5 मार्कको क्वेसन सल्भ भइसकेको छ है। 5 मार्कको क्वेसन सल्भ भइसकेको छ। ल अब हाम्रो नेक्स्ट क्वेसन म सल्भ गर्न गइरहेको छु। क्वेसन नम्बर 2 सेपरेसन नै गर्छौँ है आज म एउटा भेक्टर मेयर मेथड सेपरेसन गर्छु अल्कोहलको लागि। अर्को सेपरेसन गरिरहेको छु 1 डिग्री 2 डिग्री अनि 3 डिग्री अमाइनको सेपरेसन गरिरहेको छु है। यो सेपरेसन पनि धेरै धेरै इम्पोर्टेन्ट हुन्छ। सेपरेसन of 1 degree 2 degree 1 degree 2 degree and 3 degree amines। यो सेपरेसन्स हामी के गर्छौँ भन्दाखेरि भेक्टर मेयर मेथड हामीले अल्कोहल गरेको छु। यसको लागि हामी के गर्छौँ भन्दाखेरि the mixture of 1 degree 2 degree and 3 degree amines are 3 degree amines are treated with diethyl oxalate अथवा डाइअल्काइल अक्जालेट पनि भन्न सकिन्छ। युजिङ हामी यो प्रोसेस कुनै हामी अमाइनलाई सेपरेट गर्नको लागि हब्सम्यान मेथड्स युज गर्छौँ। हब्सम्यान मेथड फर द सेपरेसन अफ 1 डिग्री 2 डिग्री एन्ड 3 डिग्री अमाइन सेपरेसनको लागि हामी कुन युज गर्छौँ हब्सम्यान मेथड फर द सेपरेसन्स अफ 1 डिग्री 2 डिग्री एन्ड 3 डिग्री अमाइन्स। सो यसमा चाहिँ म के गर्छु भन्दाखेरि सर्टकट लिने गर्छु है, छोटो तरिकाले गर्छु। सो स्टेप 1 मा हेरौँ, यहाँ हेरौँ 1 डिग्री अमाइनलाई म डाइरेक्टली ट्रिट गर्छु। 1 डिग्री अमाइनलाई यदि हामीले डाइथाइल अक्जालेटसँग ट्रिटमेन्ट गऱ्यो भने यसले दिन्छ हामीलाई सोलिड अक्जामाइड दिन्छ है, जसलाई हामी भन्छौँ डाइइथाइल सोलिड डाइइथाइल अक्जामाइड जुन कस्तो नेचरको हुन्छ भन्दाखेरि सोलिड नेचरको हुन्छ। अब यसको रियाक्सनहरू हेरौँ है। फर्स्टमा म 1 डिग्री अमाइनको सल्भ गर्छु, त्यसपछि 2 डिग्री अमाइनले कुन प्रडक्ट दिन्छ त्यसलाई सल्भ गर्छु, अनि 3 डिग्री अमाइनले कुन प्रडक्ट दिन्छ त्यसलाई सल्भ गर्छु। यसरी हाम्रो छोटो तरिकाले यो सल्भ भइहाल्छ। डाइइथाइल अक्जामाइड दिएको छ 1 डिग्री अमाइनले डाइइथाइल अक्जालेटसँग ट्रिटमेन्ट गर्दाखेरि। सो डाइइथाइल अक्जालेटको स्ट्रक्चरहरूमै C डबल बोन्ड O OC2H5, सिमिलरली C डबल बोन्ड O OC2H5। ठिक छ। यो डाइइथाइल अक्जालेट कसरी भयो भन्दाखेरि हेरौँ,
यसको नाम के हो भन्दाखेरि कार्बोक्सिलिक अक्जालिक एसिड हो। ठिक छ, यो भनेको हाम्रो अक्जालिक एसिड हो। अक्जालिक एसिडमा यो हाइड्रोजन हटाएर अनि यो हाइड्रोजन हटाएर हामीले के हालेको छौँ, इथाइल ग्रुप हालेको छौँ। सो यसले के बनाएको छ भन्दाखेरि साल्ट बनाएको छ। त्यही भएर यसको नाम के छ, दुईवटा इथाइल ग्रुप छ अनि अक्जालिक एसिडमा अट्याच भएको कारणले यसको नाम भएको छ डाई इथाइल अक्जालेट। यो बुझ्नुपर्ने कुरा हो, म मेटाइदिरहेको छु। सो हेरौँ, सी डबल बोन्ड OC2H5 छ, यसको नाम छ हाम्रो डाई इथाइल अक्जालेट। ठिक छ, डाई इथाइल अक्जालेट रह्यो, डाई इथाइल अक्जालेट। यसलाई हामीले केसँग ट्रिटमेन्ट गरेको छ, 1 डिग्री अमाइनसँग। सो 1 डिग्री अमाइनलाई म के लेख्छु भन्दाखेरि RNH2। यो RNH2 को ठाउँमा म सिम्पल रिप्रेजेन्टेसनमा के लेख्न सक्छु भन्दाखेरि हेर, यो NH2 लाई अगाडि लेख्यो भने के हुन्छ, NH2R। हेर है, ध्यान दिएर मैले यो RNH2 लाई जस्ट रिप्लेस गरेँ भने यसलाई यतापट्टि अनि यसलाई यतापट्टि लेख्यो भने के हुन्छ भन त। हेर, यो यसलाई यतापट्टि लेखेको छ अनि यसलाई यतापट्टि लेखेको छ। हेर, यो R लाई यतापट्टि लेखेको छ, यो NH2 लाई यतापट्टि लेखेको छ भने R सँग N अट्याच छ अनि हाइड्रोजन यतापट्टि छ। सो सिमिलरली यसलाई मैले यस्तो लेखेको छ। अथवा यसलाई अरू फर्दर लेख्ने हो भने म कस्तो लेख्न सक्छु भन्दाखेरि हेर, यो हाइड्रोजन एउटा मैले छुट्याइदिएको छ अनि NH छ, यो हाइड्रोजन छुट्याइदिएको छ अनि NH छ, यतापट्टि R छ। ध्यान दिएर हेर है, यो NH2 थियो, NH2 मा मैले के गरेको छ, एउटा हाइड्रोजनलाई हटाइदिएको छ रियाक्सन फर्दर सजिलो होस् भनेर। हेर, RNH2 लाई मैले के लेखेको छ, NH2R लेखेको छ, लेख्न मिल्छ, केमिकली स्ट्रक्चर हो जस्तो पनि डिजाइन गर्न मिल्छ। सो NH2 लाई मैले के गरेको छ, NH एक ठाउँ अनि हाइड्रोजनलाई सेपरेट गरेर लेखिदिएको छ, यसरी लेख्न मिल्छ। अथवा तिमीहरूले यसलाई यसरी पनि लेख्न मिल्छ, हाइड्रोजन नाइट्रोजन यतापट्टि अल्काइल ग्रुप अनि यतापट्टि हाइड्रोजन। तिमीहरूलाई जसरी सजिलो हुन्छ त्यसरी लेख है, म यसरी लेख्छु। सो तिमीहरूलाई पनि प्रिफर गर्छु यसरी नै लेख भनेर। ठिक छ, हामीले के गरेको छु, दुईवटा एउटा अक्जालेट ग्रुप छ। सो हामी के गर्छु भन्दाखेरि एउटा 1 डिग्री अमाइन प्लस 2 डिग्री अमाइन दुइटै लिन्छु है, सरी 1 डिग्री अमाइन मात्र लिन्छु। यहाँनिर H छ अनि यतापट्टि NH, सो यतापट्टि R ग्रुप छ। त्यस्तै गरी यहाँनिर H हुन्छ, NH यतापट्टि R ग्रुप छ। सो यसले एउटा कम्पाउन्ड दिन्छ। यहाँबाट हेरौँ है, यो रियाक्सन कसरी हुन्छ, यो हाइड्रोजन यहाँबाट हेरौँ है, यो RNH2 ग्रुप र C डबल बोन्ड ए, यो रियाक्सन हेरौँ, C डबल बोन्ड O जस्ताको त्यस्तै यसमा के आएको छ भन्दाखेरि NH ग्रुप आएको छ अनि यतापट्टि R ग्रुप आएको छ। सिमिलरली तलपट्टि C डबल बोन्ड हुँदैन, C डबल बोन्ड O छ, C छ डबल बोन्ड O, यतापट्टि के गरेको छ, NH छ, यतापट्टि R छ। यो हाम्रो के बनेको छ भन्दाखेरि डाई इथाइल अक्जामाइड बनेको छ, डाई इथाइल अक्जामाइड। हेरौँ है ध्यानले, डाई इथाइल अक्जामाइड बनेको छ जुन कि सोलिड नेचरको हुन्छ। ठिक छ, डाई इथाइल अक्जामाइड सोलिड नेचरको हुन्छ। यो रियाक्सन हेरौँ है, C2H5O छ अनि यो 1 डिग्री अमाइन हो। ठिक छ, 1 डिग्री अमाइनलाई मैले केसँग ट्रिटमेन्ट गरेको छ, डाई इथाइल अक्जालेटसँग। सो 1 डिग्री अमाइनको जुन नाइट्रोजनमा भएको हाइड्रोजन छ, सिमिलरली यो हाइड्रोजन दुईवटा अल्काइल दुईवटा 1 डिग्री अमाइन लिएको छ, दुईवटा 1 डिग्री अमाइन छ, एउटा यो अर्को यो। सो यो प्लस यो, हेर यहाँनिर एउटा हाइड्रोजन मैले रिप्लेसेबल हाइड्रोजन डिनोट गरेर लेखेको छ। सो डिनोट गरेको जुन यो हाइड्रोजन छ यसलाई मैले रिप्लेस गरेको छ, C2H5O छ, यो हाइड्रोजन योसँग कम्बाइन हुन्छ र यसले बाई प्रोडक्ट बनाउँछ, C2H5OH बाई प्रोडक्ट बनाउँछ जुन कि भनेको इथेनोल हो। यहाँ हेरौँ, C2H5O सँग यो हाइड्रोजन मिलेर C2H5 बनेको छ, यहाँ पनि सेमै चाहिँ C2H5O अनि यो हाइड्रोजन मिलेर अल्कोहोल बनाएको छ। सो दुईवटा हाम्रो अल्कोहोल बनेको छ, दुईवटा इथेनोल बनेको छ। 1 डिग्री अमाइन डाई इथाइल अक्जालेटले डाई इथाइल अक्जामाइड सोलिड नेचरको दिएको छ। ठिक छ, अब यसलाई हेरौँ, यो भइहाल्यो हाम्रो 1 डिग्री अमाइनको लागि।
सो 1 डिग्री अमाइनको लागि स्ट्रक्चर भइहाल्यो। सो अब हामी के गर्छौँ, स्टेप 2 मा 2 डिग्री अमाइन 2 डिग्री अमाइनले यदि डाइइथाइल अक्जालेटसँग ट्रिटमेन्ट गर्यो भने यसले के दिन्छ भन्दाखेरि अक्जामिक स्टर दिन्छ। डाइइथाइल अक्जामिक, सरी स्पेलिङ मिस्टेक भयो, डाइइथाइल अक्जामिक स्टर दिन्छ, जुन कस्तो नेचरको हुन्छ भन्दाखेरि ओइली लिक्विड नेचरको हुन्छ। हेरौँ ध्यानले, डाइइथाइल अक्जामिक स्टर ओइली लिक्विड नेचरको हुन्छ। सो 2 डिग्री अमाइनको स्ट्रक्चर सिमिलर छ। हामीले डाइइथाइल अक्जालेटलाई COO C2H5 लेख्न सक्छौँ, ठिक छ। यसलाई फर्दर मोर C डबल बोन्ड O C2H5 लेखेका छौँ। सो हामी के गर्छौँ फेरि हेर है, मैले अघि स्ट्रक्चर ध्यान लिएर है, स्ट्रक्चर 2 डिग्री अमाइन 2 डिग्री अमाइनलाई हामीले के डिनोट गर्छौँ, R2NH ले डिनोट गर्छौँ, ठिक छ। R2NH ले डिनोट गर्छौँ। सो R2NH लाई म यसो लेख्न सक्छु, हेर N यतापट्टि हाइड्रोजन, ध्यान लिएर है, हेर N यतापट्टि हाइड्रोजन छ, यतापट्टि मैले 2वटा R ग्रुप लेखेको छु। R2NH ग्रुप भनेको 2 डिग्री अमाइन हो। 2 डिग्री अमाइनलाई मैले यस्तो लेख्न मिल्छ है, 2 डिग्री अमाइनलाई मैले यस्तो स्ट्रक्चर डिजाइन गरेको छु। सो ठिक छ, म यो माथिको मेटिदिन्छु। हेरौँ यसलाई हामीले ट्रिटमेन्ट गऱ्यो भने के पाउँछौँ, हेरौँ यसलाई ट्रिटमेन्ट गऱ्यो भने एकपट्टिको माथिपट्टिको COOH ग्रुप अक्सिजनले लग्छ भने यहाँनिर के हुन्छ, N मा गएर 2वटा R2 आउँछ, NR2, ठिक छ। यतापट्टि डबल बोन्ड अक्सिजनसँग छ, यतापट्टि C2H5 आउँछ। यहाँनिर रियाक्सन हेरौँ है, यो हेर, यो हाइड्रोजनसँग यो कम्बाइन भएर यसरी OH ग्रुप निस्केको छ, अनि यो रिमेनिङ नाइट्रोजन कहाँ गएर गरेको छ, यो कार्बनमा गएर अट्याच भएको छ। हेर ध्यान लिएर, हाइड्रोजनले C2H5OH कम्पाउन्ड भएर निकालिदिएको छ, अनि रिमेनिङ नाइट्रोजन यो कार्बनमा गएर अट्याच भएको छ, माथिको कार्बनमा है, तलको कार्बनमा होइन। सो हामीले एउटा मात्रै 2 डिग्री 2 डिग्री अमाइन मात्र लिएको छौँ, 2 डिग्री अमाइन लिएको छौँ। डाइइथाइल अक्जालेट लेखिदिन्छु नाम है म, डाइइथाइल अक्जालेट लिएको छौँ। यो के लिएको छौँ हामीले, 2 डिग्री अमाइन लिएका छौँ, 2 डिग्री अमाइन लिएका छौँ, अनि प्रोडक्ट बनाएको छ। र यो जुन हाइड्रोजन मैले डिनोट गरेर लेखेको छ, त्यो हाइड्रोजनले अल्कोहल बनाएको छ। सो हाम्रो बाई प्रोडक्ट पनि आएको छ, के आएको छ, C2H5OH आएको छ, इथानोल आएको छ, C2H5OH इथानोल आएको छ। सो हेरौँ, यसले हाइड्रोजन लग्यो, रिमेनिङ यो कम्पाउन्ड जस्ताको त्यस्तै छ। सो मैले जस्ताको त्यस्तै लेखेको छ। यसको नाम के हुन्छ भन्दाखेरि यसको नाम हुन्छ डाइइथाइल अक्जामिक स्टर, जसको नेचर कस्तो हुन्छ भन्दाखेरि ओइली लिक्विड हुन्छ। यो स्टर कसरी भयो भन्दाखेरि हेर, कार्बोक्सिलिक फङ्सनल ग्रुपमा स्टर कसरी भयो, कार्बोक्सिलिक फङ्सनल ग्रुपमा यो हाइड्रोजन रिमुभ गरेर अल्काइल ग्रुप आउँछ भने त्यसलाई हामी स्टर भन्छौँ। कार्बोक्सिलिक फङ्सनल ग्रुपमा हाइड्रोजन रिमुभ भएर अल्काइल ग्रुप आउँछ भने त्यसलाई हामी स्टर भन्छौँ। यो राम्रो स्टरमा पढ्छौँ। सो यो अहिले डिस्कस गरेर कुनै पनि फाइदा हुनेवाला छैन। सो हामी यति मात्र डिस्कस गर्छौँ, यो भइहाल्यो। अब हेर, हामीले 1 डिग्रीको गरिसक्यौँ, 2 डिग्रीको पनि गरिसक्यो, अब 3 डिग्रीको। सो 3 डिग्री अल्काइल हेरारको लागि, 3 डिग्री अल्काइल हेरार, 3 डिग्री अमाइनको लागि। सो थर्ड स्टेपमा 3 डिग्री अमाइन डु नट रियाक्ट, 3 डिग्री अमाइन डु नट रियाक्ट विथ diethyl oxalic acid, diethyl oxalate, because it does not contain, हेरौँ है, 3 डिग्री अमाइनमा रिप्लेसेबल हाइड्रोजन हुँदैन, जसले गर्दाखेरि रियाक्सन फर्दर हुँदैन। हेरौँ यहाँ, यो R3 छ अनि यो नाइट्रोजन छ,
यो भनेको 3 डिग्री अमाइन हो। सो 3 डिग्री अमाइनमा भनेको चाहिँ रिप्लेसेबल हाइड्रोजन छैन। हाम्रो 2 डिग्रीमा के थियो भन्दाखेरि 2 डिग्री NH थियो। यहाँ हेर यो नाइट्रोजनसँग अट्याच भएको हाइड्रोजन एउटा रिप्लेसेबल हाइड्रोजन छ, एउटा रिप्लेसेबल हाइड्रोजन छ। त्यस्तै गरी 1 डिग्री छ भने RNH2 छ। RNH2 मा कतिवटा रिप्लेसेबल हाइड्रोजन छ? नाइट्रोजनसँग अट्याच भएको हाइड्रोजनलाई हामी रिप्लेसेबल हाइड्रोजन भन्छौँ। सो यो अल्काइलसँग अट्याच भएको नाइट्रोजनसँग अट्याच भएको हाइड्रोजनलाई हामी रिप्लेसेबल हाइड्रोजन भन्छौँ। सो 1 डिग्री अमाइनमा दुईवटा रिप्लेसेबल हाइड्रोजन छ। सो यसले इजिली रियाक्सन गर्छ। त्यस्तै गरी 2 डिग्री अमाइनमा के छ भन्दाखेरि एउटा मात्र रिप्लेसेबल हाइड्रोजन छ। सो एउटा मात्र रिप्लेसेबल हाइड्रोजन छ भने यसले के गर्छ? डाइइथाइल अक्जालेटसँग रियाक्सन गर्छ। बट 3 डिग्री अमाइनको केसमा योसँग रिप्लेसेबल हाइड्रोजन हुँदैन, जसले गर्दाखेरि यसले फर्दर रियाक्सन दिँदैन। यति भइहाल्यो हाम्रो रियाक्सन पार्ट। अब हेरौँ, रियाक्सन पार्ट सकिसकेपछि हामी के गर्छौँ भन्दाखेरि यसलाई फर्दर ट्रिटमेन्ट गर्छौँ। रियाक्सन पार्ट सकेपछि अब हेरौँ फर्दर हामीले 1 डिग्री अमाइनलाई सेपरेट गरेको छु। सो 1 डिग्री अमाइनको जुन प्रोडक्ट आएको थियो 1 डिग्री अमाइनको प्रोडक्ट आएको थियो हाम्रो डाइइथाइल अक्जालेट। फर्दर डाइइथाइल अक्जामाइड डाइइथाइल अक्जामाइडलाई हामी केसँग ट्रिटमेन्ट गर्छौँ? इज ट्रिटेड विथ एक्वस KOH or aqueous NaOH to form the product by fractional distillation गर्छौँ अथवा सिम्पली फिल्ट्रेसन पनि गर्छौँ फ्रेक्सनल डिस्टिलेसनबाट। सो तिमीहरूको यो ल्याङ्ग्वेज पार्ट हो। ल्याङ्ग्वेज पार्ट तिमीहरूले लेख्नै पर्छ। डाइइथाइल अक्जामेटको स्ट्रक्चर भन है। डाइइथाइल अक्जामेटको स्ट्रक्चर हामीले के बनाएको थियो? RC डबल बोन्ड O, सरी O थिएन, RC डबल बोन्ड O NR, ठिक छ। यहाँनिर पनि C डबल बोन्ड O, ठिक छ। यसलाई हामीले केसँग ट्रिटमेन्ट गरेको छौँ? एक्वस KOH सँग ट्रिटमेन्ट गरौँ है। तिमीहरूको बुकमा एक्वस KOH सँगको ट्रिटमेन्ट बढी देखाएको छ। सो हेरौँ, हामीले जुन अघि गरेको थियौँ सोलिड अक्जामाइड र C डबल बोन्ड NHR छ है, C डबल बोन्ड NHR छ। सरी यहाँनिर मिस्टेक भयो हाम्रो। यहाँ हेरौँ C डबल बोन्ड O छ, यहाँनिर H हाइड्रोजन छुटेको छ मेरो, नाइट्रोजन छ, नाइट्रोजन र हाइड्रोजन यसरी छ है, ठिक छ। यो NH छ, एक्वस NaOH छ, यसले के बनाउँछ? C डबल बोन्ड O OK बनाउँछ, ठिक छ। यतापट्टि पनि C डबल बोन्ड O OK बनाउँछ, प्लस के बनाउँछ भन्दाखेरि RNH2 बनाउँछ। सो हामीले के गरेको छौँ? 1 डिग्री अमाइन निकाल्यो पनि अनि 1 डिग्री अमाइन हामीले फिल्टर पनि गरेका छौँ है। 1 डिग्री अमाइनलाई हामीले सेपरेट पनि गरेको छौँ, ठिक छ। हेरौँ है यो कसरी भयो भन्दाखेरि एक्वस KOH छ, यो कम्पाउन्डमा हेरौँ, यो कम्पाउन्ड यसरी सेपरेट भएको छ, यहाँबाट यो कम्पाउन्ड सेपरेट भएको छ, यहाँनिर एउटा हाइड्रोजन गएर जुटेको छ, यतापट्टि पनि हाइड्रोजन गएर जुटेको छ, जसले गर्दाखेरि प्रोडक्ट हाम्रो के आएको छ? RNH2, जसलाई हामी 1 डिग्री अल्कोहल भन्छौँ। अनि रिमेनिङ के हो? यो भनेको OK यहाँबाट आएको, यो कम्पाउन्डबाट, यसबाट हाइड्रोजन रिलिज भएको छ अनि यो रिलिज भएको छ र KOH यसरी रिलिज भएको छ। सो OK कम्पाउन्ड भनेर OH OK ग्रुप यहाँनिर गएर अट्याच भएको छ अनि हाइड्रोजनले यतिलाई सेपरेट गरेर निकालिदिएको छ, जसले गर्दाखेरि 1 डिग्री अमाइन बाई प्रोडक्ट आएको छ। यसको नाम के हो भन्दाखेरि डाइइथाइल अक्जामाइड, ठिक छ। डाइइथाइल अक्जामाइड एक्वस पोटासियम हाइड्रोक्साइड भन्न पाइयो। यसको नाम के हो भन्दाखेरि पोटासियम यसको नाम पोटासियम अक्जालेट। हेर हामीले 1 डिग्री अमाइनको फाइनल प्रोडक्ट निकालिसकेको छ, फाइनल स्टेप रियाक्सन हेर। त्यस्तै गरी सिमिलरली हामी 2 डिग्री अल्कोहललाई पनि यसरी नै ट्रिटमेन्ट गर्छौँ। 2 डिग्री अल्कोहलको हाम्रो प्रोडक्ट के आएको थियो? बाई प्रोडक्ट। 2 डिग्री अल्कोहलमा हाम्रो बाई प्रोडक्ट आएको थियो, अघि प्रोडक्ट आएको थियो डाइइथाइल अक्जामिक इस्टर आएको थियो, डाइइथाइल अक्जामिक इस्टर आएको थियो।
हेरौँ यसलाई हामीले केसँग ट्रिटमेन्ट गरिरहेको छौँ एक्वस KOH सँग ट्रिटमेन्ट गरिरहेको छौँ। सो यसलाई हामीले फर्दर ट्रिटमेन्ट गऱ्यो भने के पाउँछौँ यहाँबाट हेर सिमिलरली यहाँबाट पनि हेर यहाँको हाइड्रोजन पहिले प्रोडक्ट लेखिदिन्छु यो सी डबल बोन्ड ओके नै आउँछ यहाँ पनि सिमिलर प्रोडक्ट हुन्छ प्राइमरी अनि सेकेन्डरी अमाइनको प्राइमरी एन्ड सेकेन्डरी अमाइनको फाइनल प्रोडक्ट सेम नै आउँछ। सो सी डबल बोन्ड ओ हुन्छ यतापट्टि ओके नै हुन्छ प्लस हाम्रो के आउँछ भन्दाखेरि R2NH ग्रुप आउँछ प्लस के आउँछ C2H5OH इथानोल मिक्सर आउँछ। र हामी थर्ड डिग्री अमाइनको कुनै पनि रियाक्सन गरेका छौँ किनकि थर्ड डिग्री अमाइनमा रिप्लेसेबल हाइड्रोजन थिएन। सो यति मात्र रियाक्सन यसको हेर यो रियाक्सन हेरौँ बुझौँ है यहाँबाट हाइड्रोजन रिलिज हुन्छ हाम्रो यहाँको हाइड्रोजन रिलिज हुन्छ हाइड्रोजन रिलिज भएर के गर्छ भन्दाखेरि यो कम्पाउन्डसँग रियाक्ट हुन्छ यो कम्पाउन्डलाई यसरी लान्छ। सो यहाँबाट एउटा फाइनल प्रोडक्ट निस्कियो। अर्को के हुन्छ एउटा अर्को हाइड्रोजन आउँछ अर्को हाइड्रोजनले के गर्छ C2H5O सँग रियाक्सन गरेर इथानोल प्रोडक्ट बनाइदिन्छ बाई प्रोडक्ट हाम्रो इथानोल आइसकेको छ। यो कम्पाउन्डबाट हाइड्रोजन रिलिज भएर एउटाले इथानोल बनाएको छ अर्को हाइड्रोजन योसँग अट्याक भएर 2 डिग्री अमाइन बनाएको छ। ठिक छ यसो यिनीहरूको नाम लेखौँ यसको नाम भइहाल्यो हाम्रो डाइइथाइल अक्जामिक इस्टर जसको नेचर ओइली लिक्विड हुन्छ एक्वस KOH सँग ट्रिटमेन्ट गर्दाखेरि सी डबल बोन्ड O ओके दिएको छ प्लस 2 डिग्री अमाइन दिएको छ। यसको नाम हेरौँ है यसको नाम सिमिलरली हुन्छ माथिको जस्तै पोटेसियम अक्जालेट भन्न सकिन्छ। हेर यो स्ट्रक्चरलाई तिमीहरूको बुकमा कसरी लेखेको होला COOK पनि लेखिन्छ यो स्ट्रक्चरलाई मैले बोन्ड देखाएर लेखेको छ बट तिमीहरूको बुकमा समहाउ क्वेसन ब्याङ्कहरूमा COOK भनेर दिन्छ कन्फ्युजन नहुने यो कम्पाउन्ड अनि यो कम्पाउन्ड सिमिलर नै हो हामीले स्ट्रक्चर मात्र फरक लेखेको। यति लेखिसकेपछि तिमीहरूले स्टेप्सहरूमा लेख्नुपर्छ। स्टेप्समा के लेख्ने भन्दाखेरि स्टेप्समा फर्दर मोर लास्टमा 2वटा लाइन लेख्नुपर्छ भन्दाखेरि जुन यो रिमेनिङ मिक्सचर अफ 2 डिग्री अल्कोहोल 2 डिग्री अमाइन प्लस इथानोल प्लस डाइइथाइल अक्जामिक इस्टर यसलाई हामी सेपरेट गर्छौँ फ्र्याक्सनल डिस्टिलेसनबाट जसमध्ये के हुन्छ भन्दाखेरि 3 डिग्री अमाइन इजिली भोलाटाइल नेचरको हुन्छ जसले गर्दाखेरि त्यो फर्स्टली डिसएपियर हुन्छ त्यसपछि हाम्रो इथानोल डिसएपियर हुन्छ त्यसपछि हाम्रो के रेसिड्यू रहन्छ भन्दाखेरि 2 डिग्री अमाइन रेसिड्यू रहन्छ त्यसलाई हामी केसँग ट्रिटमेन्ट गर्छौँ एक्वस KOH सँग ट्रिटमेन्ट गर्छौँ। 2 डिग्री अमाइन हाम्रो रेसिड्यू रहन्छ त्यो रेसिड्यूलाई हामीले योसँग ट्रिटमेन्ट गर्छौँ त्यसपछि हाम्रो यो प्रोडक्ट आउँछ 2 डिग्री अमाइन। 1 डिग्री अमाइन हाम्रो सोलिड नेचरको हुन्छ जसले हामी फिल्टरेसन प्रोसेसबाट निकाल्छौँ 1 डिग्री अमाइनलाई हामी फिल्टरेसन प्रोसेसबाट निकाल्छौँ अनि त्यसलाई डाइरेक्टली KOH सँग ट्रिटमेन्ट गर्छौँ अथवा NaOH सँग जसबाट पोटासियम अक्जालेट सेम प्रोडक्ट आउँछ प्लस 1 डिग्री अमाइन इजिली आइहाल्छ। बट सेकेन्डली मिक्सर्समा के हुन्छ भन्दाखेरि 2nd डिग्री अमाइन हुन्छ प्लस 3rd डिग्री अमाइन हुन्छ त्यो सेपरेट गर्नको लागि हामी के गर्छौँ फ्र्याक्सनल डिस्टिलेसन गर्छौँ। फ्र्याक्सनल डिस्टिलेसनमा के हुन्छ भन्दाखेरि जुन इजिली भोलाटाइल हुन्छ त्यो पहिले एभापोरेट भइहाल्छ। सो यहाँनिर 3 डिग्री अमाइन इजिली एभापोरेट भइहाल्छ सो त्यो बाई प्रोडक्ट निस्किन्छ त्यसपछि इथानोल निस्किन्छ अनि रिमेनिङ प्रोडक्ट चाहिँ के हुन्छ भन्दाखेरि डाइइथाइल अक्जामिक एसिड हुन्छ डाइइथाइल अक्जामिक इस्टर हुन्छ। त्यो इस्टरलाई हामी केसँग ट्रिटमेन्ट गर्छौँ एक्वस KOH सँग ट्रिटमेन्ट गर्छौँ जसले गर्दाखेरि पोटासियम अक्जालेट प्लस 2 डिग्री अमाइन प्लस इथानोल आउँछ यसरी सेपरेट भएको चाहिँ। सो ल्याङ्ग्वेजमा लेख्नु पर्दाखेरि तिमीहरूले यहाँनिर फर्दर लेख्नु फर्स्टली 1 degree amine was 1 degree amine diethyl oxamide was separated by diethyl oxamide was separated by filtration process. Just filtration process but separate गरेको थियो and then treated with हामीले यसलाई फर्दर केसँग ट्रिटमेन्ट गरेका थियौँ एक्वस KOH सँग ट्रिटमेन्ट गरेका थियौँ।
अथवा NaOH जसले गर्दाखेरि हाम्रो सेपरेसन सजिलो भएको थियो। अनि अर्को स्टेपमा के गरेको थियो हामीले 3 डिग्री अमाइनको मिक्सचर्स त्योमा थियो। अघिको मिक्सचर्समा 3 डिग्री अमाइन, इथेनोल एन्ड 2 डिग्री अमाइन थियो। सो यिनीहरूलाई सेपरेट गर्नको लागि हामी के गर्छौँ, क्यान बी सेपरेटेड बाई, यसलाई हामी कसरी सेपरेट गर्न सक्छौँ, क्यान बी सेपरेटेड बाई युजिङ fractional distillation then 3 degree amine will be easily vaporized and then ethanol, thus remaining residue will be, thus remaining residue हाम्रो के रहन्छ, remaining residue will be diethyl oxamic ester. So यो एस्टरलाई आएको छ which was further treated with, हामीले यसलाई फर्दर केसँग ट्रिटमेन्ट गरेको थियो, which was further treated with, यसलाई हामीले फर्दर केसँग ट्रिटमेन्ट गरेका थियौँ, एक्वस KOH अथवा NaOH सँग ट्रिटमेन्ट गरेका थियौँ। यतिसम्म तिमीहरूले लेख्नुपर्छ। सो यति लेख्यो भने तिमीहरूले 5 मार्क पाउँछौ। यो माथिको रियाक्सन हेरौँ है, यति लेख्ने स्टेप्स त लेख्नै पर्छ। तिमीहरूले 5 आउट अफ 5 मार्क ल्याउनको लागि स्टेप्स लेख्नै पर्छ। सो मैले जुन यो बोन्ड देखाएको छ योहरू तिमीहरूले लेख्न पर्दैन, डाइरेक्टली तिमीहरूले रियाक्सन देखाउँदा भइहाल्छ। तिमीहरूले बोन्ड लाइन देखाउनु पर्दैन, डाइरेक्टली रियाक्सन लेखिदिने भइहाल्यो। सो दिस इज अल। सो भोलि हामी के गर्छौँ, नेक्स्ट क्लासमा हामी नेम रियाक्सन गर्छौँ है। अब आउने नेक्स्ट क्लासमा हामी नेम रियाक्सन गर्छौँ। दिस इज अल, थ्याङ्क यू। हेलो एभ्रिवान, हामीले हिजो इम्पोर्टेन्ट नेम रियाक्सन गरिरहेको थियौँ र त्यो कन्टिन्यू नै गर्छौँ। हिजो हामीले 2वटा इम्पोर्टेन्ट नेम रियाक्सन गरेको थियो, जसमध्ये एउटा थियो इम्पोर्टेन्ट रियाक्सन बेन्जोइन कन्डेन्सेसन र अर्को थियो अल्डोल कन्डेन्सेसन। दुईटै मोस्ट इम्पोर्टेन्ट नेम रियाक्सन हुन्छन् अल्डिहाइड एन्ड किटोनमा। र आज पनि हामी त्यो कन्टिन्यू नै गर्छौँ। आज हामी 2वटा अर्को इम्पोर्टेन्ट नेम रियाक्सन गर्छौँ, जसमध्ये एउटा हुन्छ हाम्रो कानिजारोस रियाक्सन र अर्को हुन्छ हाम्रो पर्किन कन्डेन्सेसन। ल लेट अस सी हाम्रो कस्तो हुन्छ। पर्किन कन्डेन्सेसनबाट स्टार्ट गर्छु म। सो एभ्रिवान, पर्किन कन्डेन्सेसन रियाक्सन है, पर्किन कन्डेन्सेसन रियाक्सन, पर्किन कन्डेन्सेसन रियाक्सन सबैजना ध्यान दिएर हेर्नु होला। फर्स्टमा अल्डिहाइड लिन्छौँ हामी, एरोमेटिक अल्डिहाइड बेन्जल डिहाइड। बेन्जल डिहाइडलाई हामीले भन्छौँ एरोमेटिक अल्डिहाइड। एरोमेटिक अल्डिहाइडलाई हामीले ट्रिटमेन्ट गर्छ एसिटिक एनहाइड्राइडसँग, एसिटिक एनहाइड्राइडसँग। इन द प्रेजेन्स अफ सोडियम साल्ट अफ एसिटिक एसिड हाल्छौँ, सोडियम साल्ट अफ एसिटिक एसिड हाल्छौँ र यसले हाम्रो प्रोडक्ट दिन्छ, कम्पाउन्ड आउँछ इन्टरमिडिएटमा। एन्ड द्याट कम्पाउन्ड अन हाइड्रोलाइसिस, यो कम्पाउन्डलाई यदि हामीले हाइड्रोलाइसिस गर्ने हो भने यसबाट हाम्रो आउँछ अल्फा बिटा सेचुरेटेड एसिड। अल्फा बिटा सेचुरेटेड एसिड आउँछ, जसलाई हामीले भन्ने गर्छौँ सिनामिक एसिड पनि भन्ने गर्छौँ है। हेरौँ, हाम्रो पर्किन कन्डेन्सेसन रियाक्सन यतिमा छ। पर्किन कन्डेन्सेसनमा केही हुँदैन, एरोमेटिक अल्डिहाइड यानि कि बेन्जल डिहाइडलाई हामीले एसिटिक एनहाइड्राइडसँग ट्रिटमेन्ट गर्छौँ इन द प्रेजेन्स अफ सोडियम साल्ट अफ एसिटिक एसिड, जसको हामी इक्जाम्पल लेख्छौँ। त्यसलाई के दिन्छ, एउटा इन्टरमिडिएट कम्पाउन्ड दिन्छ अथवा कम्प्लेक्स दिन्छ। एन्ड द्याट कम्प्लेक्स कम्पाउन्ड अन हाइड्रोलाइसिस इट गिभ्स सिनामिक एसिड अथवा अल्फा बिटा सेचुरेटेड एसिड। त्यही हो पर्किन कन्डेन्सेसन रियाक्सन। अब यसमा हेरौँ के हुन्छ यो रियाक्सनमा। फर्स्टमा हामी लिन्छौँ
एउटा बेन्जल्डिहाइड। सो बेन्जल्डिहाइडको स्ट्रक्चर म ड्र गरिरहेको छु। बेन्जल्डिहाइड CH डबल बोन्ड प्लस H2C HC डबल बोन्ड OC OC डबल बोन्ड CH3, यसलाई हामीले ट्रिटमेन्ट गरिरहेका छौँ। CH3COO Na यसले दिन्छ हो यतिमा ठिक छ। यसले दिन्छ हाम्रो इन्टरमिडिएट कम्पाउन्ड यहाँबाट हाम्रो वाटर निस्किन्छ। सो यहाँनिर कम्पाउन्ड आउँछ हाम्रो बेन्जिन रिङ CH डबल बोन्ड CH C डबल बोन्ड O C डबल बोन्ड CH3 दिन्छ। ठिक छ। अब यो रियाक्सन हेरौँ है। यो भनेको बेन्जल्डिहाइड हो। बेन्जल्डिहाइडलाई मैले केसँग ट्रिटमेन्ट गरेको छ, बेन्जल्डिहाइड प्लस एसिटिक एनहाइड्राइड। यसको नाम हो बेन्जल्डिहाइड। बेन्जल्डिहाइड हामीले लिनियर स्ट्रक्चरमा हेर्ने हो भने हामीले यसलाई यसरी लेख्छौँ CHO, बट मैले स्ट्रक्चरली ड्र गर्दाखेरि ओ बोन्डलाई बाहिरपट्टि लेखाएको छ ताकि हाम्रो रियाक्सन सजिलो होस्, बुझ्नको लागि सजिलो होस् भनेर मैले यो बेन्जल्डिहाइडलाई अर्को तरिकाले यतापट्टि लेखेको छ है। ओलाई रिप्रेजेन्ट गरेको छ डबल बोन्डले। त्यस्तै गरी एसिटिक एनहाइड्राइड, एसिटिक एनहाइड्राइड हाम्रो हुन्छ CH3 C डबल बोन्ड O C डबल बोन्ड CH3 हुन्छ, जसमा मैले यो CH3 लाई टोक्राएर मैले के गरेको छ CH नेतापट्टि दुईवटा हाइड्रोजनलाई मैले बेग्लै लेखेको छ। बोन्ड रिप्रेजेन्टेसन बेग्लै गरेको छु ताकि हाम्रो रियाक्सन बुझ्नलाई सजिलो होस्, किनकि मैले यहाँबाट H2O निकाल्ने गरेको छु। यो रियाक्सनमा के गरेको छु मैले H2O लाई निकालेको छु। सो यतापट्टिको मैले अक्सिजनलाई सेपरेटली लेखेको छ अनि यतापट्टिबाट यो कार्बन भएको हाइड्रोजनलाई मैले सेपरेटली लेखेको छ, रियाक्सन बुझ्न सजिलो होस् भनेर। ठिक छ। अब हेरौँ, यहाँबाट हाम्रो एउटा कम्प्लेक्स कम्पाउन्ड बनेको छ। यो कम्प्लेक्स कम्पाउन्डलाई हामी के गर्छौँ अब हाइड्रोलाइसिस गर्छौँ। दिस कम्प्लेक्स कम्पाउन्ड अन हाइड्रोलाइसिस गर्नु भनेको H2O इन H+ भन्छौँ, हाइड्रोलाइसिस रियाक्सन यति हो। हाइड्रोलाइसिस रियाक्सन गरेपछि हाम्रो के दिन्छ भने एउटा अल्फा बीटा सेचुरेटेड एसिड दिन्छ CH डबल बोन्ड C डबल बोन्ड OH दिन्छ, प्लस के दिन्छ हाम्रो एउटा एसिटिक एसिड दिन्छ CH3 सब C डबल बोन्ड OH दिन्छ। यसको नाम के हुन्छ हाम्रो सिनामिक एसिड भन्न सक्छौँ, सिनामिक एसिड भन्न सक्छौँ, र यसको नाम के हो हाम्रो एसिटिक एसिड भन्न पाइयो, एसिटिक एसिड भन्न पाइयो, सिनामिक एसिड भन्न पाइयो, एसिटिक एसिड। यो रियाक्सन कसरी भयो हेरौँ। यो रियाक्सन हेरौँ है सबैभन्दा। यो रियाक्सनमा मैले के गरेको छु हाइड्रोलाइसिस रियाक्सन गरेको छ। हाइड्रोलाइसिस भनेपछि एडिसन अफ हाइड्रोजन, एडिसन अफ वाटरलाई हामी के भन्छौँ हाइड्रोलाइसिस रियाक्सन भन्छौँ। सो वाटरमा के हुन्छ, वाटर हाम्रो यसरी टुक्रिन्छ H+ अनि OH- गरी टुक्रिन्छ। ठिक छ। वाटर हाम्रो H+ अनि OH- गरी टुक्रिन्छ। सो यहाँबाट हेरौँ है, यहाँनिर एउटा डबल बोन्ड ब्रेक हुन्छ यसरी। सो अक्सिजनले के लाग्छ, अक्सिजनले हाम्रो के लाग्छ, अक्सिजनसँग माइनस चार्ज हुन्छ। सो माइनस चार्ज भएको कारणले अक्सिजनले हाइड्रोजन H+ लाई तान्छ। ठिक छ। अनि यतापट्टि कार्बनसँग के हुन्छ पोजिटिभ चार्ज हुन्छ र पोजिटिभ चार्ज भएको कारणले यसले OH- लाई तान्छ। सो OH- यतापट्टि गएर जोड्छ। हेर, कार्बनलाई मैले यहाँनिर OH- मा जोडेको छ र यतापट्टि अक्सिजनलाई मैले हाइड्रोजनसँग जोडेको छ। सो यो कम्प्लेक्स कम्पाउन्ड बनेको छ यहाँनिर CH डबल बोन्ड CH C डबल बोन्ड OH सँग जोडेको छ र यसले एसिड बनाएको छ। यतापट्टि कम्पाउन्ड CH3 C डबल बोन्ड OH बनेको छ। यो भनेको एसिटिक एसिड भयो। एउटा हाम्रो के आएको छ सिनामिक एसिड आएको छ, अर्को हाम्रो एसिटिक एसिड आएको छ। यसको नाम हेरौँ अब यसमा। अब यिनीहरू सबैको नाम लेख्छौँ हामी। यसको नाम हो हाम्रो बेन्जल्डिहाइड, यसको नाम बेन्जल्डिहाइड। ठिक छ। बेन्जल्डिहाइड, यसको नाम हाम्रो रहेको छ एसिटिक एनहाइड्राइड, एसिटिक एनहाइड्राइड। यो भनेको हाम्रो सोडियम एसिटेट भन्न पाइयो। यो हाम्रो छ सोडियम एसिटेट, सोडियम एसिटेट अथवा सोडियम साल्ट अफ एसिटिक एसिड पनि लेख्न पाइन्छ। सोडियम एसिटेट है, यो साल्ट लेखेको छु। यसले हाम्रो यो कम्प्लेक्स कम्पाउन्ड बनाएको छ, यसको IUPAC नेम चाहिँदैन। ठिक छ। अनि यो पछि हाम्रो यो बनेको छ सिनामिक एसिड। सिनामिक एसिडको IUPAC नेम लेख्नु पर्यो भने
सिनामिक एसिडको आइयुपिएसी नेम लेख्नु पर्यो भने हामी के गर्छौँ नम्बरिङ गर्छौँ 1 2 3 कार्बनमा के छ 3 कार्बनमा के छ फिनाइल ग्रुप छ सो आइयुपिएसी नेम लेख्दाखेरि 3 नम्बरमा हामी लेख्छौँ फिनाइल ग्रुप छ सो 3 फिनाइल 1 2 अब तीनवटा कार्बन छ हामी के लेख्छौँ प्रोप लेख्छौँ 3 फिनाइल प्रोप 2 मा के छ इएन छ अनि ओइक एसिड लेख्न पाइयो ओइक एसिड सो हाम्रो सिनामिक एसिड अथवा अल्फा बीटा सैचुरेटेड एसिड को आइयुपिएसी नेम के हो 3 फिनाइल प्रोप 2 इन ओइक एसिड 2 नंबर में डबल बोन्ड छ त्यही भएर हामीले इन लेखेको छौं यसको नाम के भइहाल्यो अल्फा बीटा सैचुरेटेड एसिड हेरौं पर्किन कन्डेन्सेसन हाम्रो यतिमा सल्भ भएको छ पर्किन कन्डेन्सेसनमा हामीले के गरेका छौं फेरि हेरौं रिकल गरौं बेन्जल्डिहाइडले एसिटिक एनहाइड्राइडसँग ट्रिटमेन्ट गरेको छु इन द प्रेजेन्स अफ के भन्दाखेरि सोडियम साल्ट अफ एसिटिक एसिड अथवा सोडियम एसिटेटसँग प्रिपरेसन रिएक्सन गर्यो भने यसले के दिन्छ एउटा कम्प्लेक्स कम्पाउन्ड दिन्छ एन्ड दैट कम्प्लेक्स कम्पाउन्ड अन हाइड्रोलाइसिस गर्यो भने हाम्रो के दिन्छ सिनामिक एसिड प्लस एसिटिक एसिड दिन्छ सिनामिक एसिडलाई हामीले के भन्ने गरेका छौं अल्फा बीटा सैचुरेटेड एसिड पनि भन्ने गरेका छौं जसको आइयुपिएसी नेम के हुन्छ 3 फिनाइल प्रोप 2 इन ओइक एसिड भन्न पाइयो ठीक छ यो हाम्रो ओभरअल पर्किन कन्डेन्सेसन रिएक्सन भइहाल्यो आई होप सबैजनाले बुझ्यो होला पुरै इजिली तरिकाले मैले बुझाइदिएको छ अब हामी के गर्छौं भन्दाखेरि इम्पोर्टेन्ट अर्को नेम रिएक्सन गर्छौं जसको नाम छ हाम्रो कानिजारोज रिएक्सन है कानिजारो रिएक्सन कानिजारोज रिएक्सनहरुमै कानिजारोज रिएक्सन यो पनि एउटा मोस्ट इम्पोर्टेन्ट नेम रिएक्सन्स अफ अल्डिहाइड एन्ड कीटोन जानिन्छ अल्डिहाइड र कीटोनमा सबैभन्दा इम्पोर्टेन्ट रिएक्सन भनेको अल्डोल कन्डेन्सेसन र कानिजारोज रिएक्सनलाई मानिन्छ किनकि यिनीहरु दुईटाको एक्जामिनेसनमा पढ्ने चान्स बढी प्रोबेबिलिटी हुन्छ सो कानिजारोज रिएक्सनहरुमै कानिजारोज रिएक्सन कसले दिन्छ कानिजारोज रिएक्सन इज गिवन बाइ ओन्ली अल्डिहाइडले मात्र दिन्छ है कानिजारोज रिएक्सन इज गिवन बाय ओन्ली अल्डिहाइड इट इज नट गिवन बाय कीटोन यो कीटोनले दिँदैन है नट गिवन बाय कानिजारोज रिएक्सन इज नट गिवन बाय कानिजारोज रिएक्सन हाम्रो कीटोनले दिँदैन ठीक छ कानिजारोज रिएक्सन हाम्रो कीटोनले दिँदैन अनि यो कानिजारोज रिएक्सन भनेको क्यारेक्टरिस्टिक्स रिएक्सन हो कैरेक्टरिस्टिक्स रिएक्सन अफ कसको मात्र हो भन्दाखेरि कानिजारोज रिएक्सन इज कैरेक्टरिस्टिक रिएक्शन्स अफ अल्डिहाइड ओन्ली अनि कस्तो अल्डिहाइडले कानिजारोज रिएक्सन दिन्छ भने दोज अल्डिहाइड गिवन बाय दोज अल्डिहाइड कानिजारोज रिएक्सन इज गिवन बाय दोज अल्डिहाइड हैविंग नो अल्फा हाइड्रोजन त्यस्तो अल्डिहाइडले मात्र दिन्छ जोसँग अल्फा हाइड्रोजन छैन भनेपछि यो के भन्न पायो अल्डोल कन्डेन्सेसन रिएक्सनको जस्ट अपोजिट नेचरमा हुन्छ हाम्रो कानिजारोज रिएक्सन गिवन बाय दोज अल्डिहाइड हैविंग नो अल्फा हाइड्रोजन अब हेरौं अब यसमा टाइप्सहरु टु टाइप्सको हुन्छ टु टाइप्स अफ कानिजारोज रिएक्सन सिम्पल एन्ड क्रस कानिजारोज जस्तै सो फर्स्ट नम्बरमा हामी के गर्छौं सिम्पल कानिजारोज रिएक्सन गर्छौं सिम्पल कानिजारोज रिएक्सन गर्छौं यो सिमिलर हुन्छ अल्डिहाइड एन्ड कीटोन जस्तै सो हेरौं कानिजारोज रिएक्सन चाहिँ कसले दिन्छ भन्दाखेरि त्यस्तो अल्डिहाइड जोसँग अल्फा हाइड्रोजन हुँदैन सो अल्फा हाइड्रोजन नभएको अल्डिहाइड भनेको हामीसँग दुईवटा मात्र हुन्छ एउटा भनेको हैविंग नो अल्फा अल्डिहाइड यो साइडमा नोट गरिहालौं है अल्डिहाइड which do not contain alpha hydrogen सो त्यस्तो अल्डिहाइड के छन् भन्दाखेरि दुईवटा छन् हामी प्रोबेबली युज गर्ने भनेको एउटा हुन्छ हाम्रो फर्मल्डिहाइडलाई हामीले के पनि भन्ने गरेका छौं फर्मल्डिहाइडलाई मिथानल पनि भन्छौं र अर्को के हुन्छ हाम्रो फर्मल्डिहाइड एन्ड अर्को हुन्छ बेन्जल्डिहाइड सो बेन्जल्डिहाइडमा पनि हाम्रो अल्फा हाइड्रोजन हुँदैन सो यसले पनि यो दुईटै अल्डिहाइडले हाम्रो कानिजारोज रिएक्सन दिन्छ सो सिम्पल कानिजारोज रिएक्सनमा म के गर्छु भन्दाखेरि 2 मोल्स अफ फर्मल्डिहाइड लिन्छु अथवा 2 मोल्स अफ बेन्जल्डिहाइड लिन्छु अनि त्यसलाई रिएक्सन गर्छु
सो हेरौँ सिम्पल कानिजारेज रियाक्सन भनेपछि दुईवटा सिमिलर कम्पाउन्ड युज गर्छु। सिम्पल कानिजारेज रियाक्सन भनेपछि हामी युज गर्छौँ, मैले युज गरेँ फर्स्टमा एउटा बेन्जल फर्मल्डिहाइडको युज गर्छु, त्यसपछि बेन्जल डिहाइडको युज गर्छु। सो एउटा लेखेको छ मैले मिथानल, जसलाई फर्मल्डिहाइड पनि भनिन्छ। यसलाई मैले ट्रिटमेन्ट गरेको छ कङ्क NaOH अथवा कङ्क KOH सँग पनि ट्रिटमेन्ट गर्दा हुन्छ। सो यसले के दिन्छ भन्दाखेरि एउटा हाम्रो अक्सिडेसन भएर साल्ट दिन्छ भने अर्को रिडक्सन भएर हाम्रो के दिन्छ भन अल्कोहल दिन्छ। इजिली बुझौँ है त यसको एउटा हाम्रो के भएको छ अक्सिडेसन भएको छ अनि अर्को के भएको छ रिडक्सन भएको छ। कुन हाम्रो अक्सिडेसन भएको छ यो हेरौँ, यो एउटा अक्सिडेसन भएको छ, दुईटै सिमिलर छ, कुनै पनि हामीले अक्सिडेसन गर्न मिल्छ। सो के गरेको छ हेरौँ, एउटा हाम्रो अक्सिडेसन भएको छ, अर्को के भएको छ रिडक्सन भएको छ। सो यहाँनिर हेरौँ, यो भनेको हाम्रो जुन साल्ट बनेको छ त्यो अक्सिडेसनको कारण बनेको छ र जुन अल्कोहल बनेको छ त्यो के को कारण बनेको छ, त्यो रिडक्सनको कारण बनेको छ। हामीलाई थाहा छ अक्सिडेसनमा के हुन्छ एडिसन अफ अक्सिजन हुन्छ एन्ड रिमुभल अफ हाइड्रोजन हुन्छ, बट रिडक्सनमा के हुन्छ जस्ट अपोजिट अफ अक्सिडेसन भनेको रिमुभल अफ अक्सिजन एन्ड एडिसन अफ हाइड्रोजन हामी रिडक्सन भन्ने गर्छौँ। सो यो ओभरअल सिम्पल कानिजारेज रियाक्सन अथवा क्रस कानिजारेज रियाक्सन भनेको एउटा कम्प्लिट रिडक्स रियाक्सन हुन्छ, जसमा चाहिँ अक्सिडेसन पनि हुन्छ रिडक्सन पनि हुन्छ। अक्सिडेसन भएर के बन्छ हाम्रो साल्ट बन्छ र रिडक्सन भएर हाम्रो के बन्छ भन्दाखेरि अल्कोहल बन्छ। अब यसको नाम लेखौँ है, नाम लेखौँ भन्दाखेरि यसको नाम के हो हाम्रो फर्मल्डिहाइड हो। फर्मल्डिहाइडलाई हामीले के पनि भन्ने गरेका छौँ भन्दाखेरि मिथानल भन्छौँ, मिथानल भन्न पायो। दुईवटा मिथानलको मोल लेखेको छ 2 moles अफ मिथानल्स ट्रिटेड विथ कम्प सोडियम हाइड्रोक्साइड अर पोटासियम हाइड्रोक्साइड एन्ड देन इट गिव्स यसले के दिएको छ सोडियम फर्मेट दिएको छ। हाम्रो कमन नेम भइहाल्यो सोडियम FORMAT फर्मेट, अथवा हामी के भन्न सक्छौँ भन्दाखेरि सोडियम मिथानोइड ठिक छ। यो हाम्रो साल्ट आएको छ, अथवा यतापट्टि जुन अल्कोहल बनेको छ अल्कोहलको नाम के भन्न सक्छौँ हामी मिथाइल अल्कोहल भन्न सक्छौँ। मिथाइल अल्कोहल हाम्रो भइहाल्यो कमन नेम, यसलाई IUPAC नेम भन्यो भने मिथानोल भन्न पायो। ठिक छ, मैले कमन नेम पनि लेखिदिएको छ, IUPAC नेम पनि लेखिदिएको छ सबै साल्टको अथवा सबै इक्जाम्पलको। यहाँ हेरौँ, यो भनेको एउटा हाम्रो के हो भन्दाखेरि ठिक छ, यो भनेको एउटा हाम्रो फर्मल्डिहाइड हो। फर्मल्डिहाइडलाई मैले के गरेको छ एकपट्टि अक्सिडेसन गरेको छ, अर्कोपट्टि के गरेको छ रिडक्सन गरिएको छ। सो अक्सिडेसन गऱ्यो भने हाम्रो के आएको छ साल्ट आएको छ, यो हाम्रो साल्ट हो है, यो साल्ट आएको छ र अर्कोपट्टि के आएको छ भन्दाखेरि अल्कोहल आएको छ। सो साल्ट आएपछि साल्ट चाहिँ हेरौँ, यो रियाक्सनमा के भएको छ यसमा हामीले के गरेको छौँ ONA एड गरेका छौँ। ठिक छ, फर्स्टचोटिमा हाम्रो के हुन्छ एडिसनमा अक्सिजन मात्र एड हुन्छ, त्यसपछि सोडियम पनि एड हुन्छ। सो फर्स्टमा हामी के गर्छौँ यसमा अक्सिजन एड गर्छौँ अनि त्यसपछि सोडियम एड गर्छौँ, जसले गर्दाखेरि हाम्रो सोडियम साल्ट बन्छ। ठिक छ, सोडियम कम्पाउन्डको साल्ट बन्छ। अनि अर्को भनेको यो कार्बनमा हाम्रो के भएको छ भन्दाखेरि एडिसन अफ हाइड्रोजन भएको छ। यहाँनिर अलरेडी दुईवटा हाइड्रोजन छ, सो एउटा हाइड्रोजन अरू एड भएर यहाँनिर के बनेको छ यो हाम्रो अल्कोहल बनेको छ, यो हाम्रो अल्कोहल बनेको छ। सो सेकेन्ड कार्बनमा कुनै पनि यो कार्बन अथवा यो कार्बनमा हामीले के गरेको छौँ एडिसन अफ हाइड्रोजन गरेर एउटालाई अल्कोहल बनाएको छौँ भने अर्कोलाई के गरेका छौँ हामीले साल्ट बनाएको छौँ। साल्ट कसरी बनाएको छौँ भन्दाखेरि फर्स्टमा हामी एडिसन अफ अक्सिजन गर्छौँ, यसमा यो हाइड्रोजन हटाएर अक्सिजन एड गर्छौँ, त्यसपछि के गर्छु भन्दाखेरि फेरि हाइड्रोलाइसिस गर्छु भने सोडियम त्यसमा एड हुन्छ, जसले गर्दाखेरि साल्ट बनेको छ। फर्स्टमा हामी साल्ट बनाउने, सो एउटा साल्ट बनायौँ र अर्कोलाई हामीले अल्कोहल बनाएको छ। सो हेरौँ, तिमीहरूले जुनैले पनि अक्सिडेसन जुनैले पनि रिडक्सन पनि गर्दा हुन्छ, किनकि दुईटै कम्पाउन्ड भनेको सेम। सो मैले सजिलो एरो रिप्रेजेन्टेसनको लागि मैले के गरेको छ यो नजिकको कम्पाउन्डलाई मैले अक्सिडेसन गरेर, हेरौँ सबैजना ध्यान दिएर, मैले नजिकको कम्पाउन्डलाई अक्सिडेसन गरेर के गरेको छु सोडियम फर्मेट बनाएको छु, सोडियम मिथानोइड बनाएको छु। यो भनेको अक्सिडेसन गरेर हाम्रो साल्ट प्रोडक्ट आएको छ भने अर्को प्रोडक्टलाई मैले के गरेको छु रिडक्सन गरेर अल्कोहल बनाएको छु। सो दिस इज अल अबाउट सिम्पल कानिजारेज रियाक्सन। र अर्को इक्जाम्पल लिन्छु म बेन्जल डिहाइड। सिमिलर रियाक्सन हुन्छ बेन्जल डिहाइडमा पनि। सो बेन्जल डिहाइडलाई म ड्र गर्छु, बेन्जल डिहाइडको रियाक्सन।
सिम्पल कानिजारेज रियाक्सन को एक्जाम्पल कन्टिन्यू रहन्छ हाम्रो। सो बेन्जल डिहाइडमा दिस इज CHO एउटा बेन्जल डिहाइड लेखेको छु, अर्को पनि हामी के लिन्छौँ बेन्जल डिहाइड नै लिन्छौँ। 2 moles अफ बेन्जल डिहाइड बिकज इट इज अ सिम्पल कानिजारेज रियाक्सन। सो 2वटा मोल हामी सिमिलर लिन्छौँ। यसमा हामीले के एड गरेको छौँ कङ्क NaOH अथवा कङ्क KOH एड गर्छौँ, कङ्क KOH एड गर्छौँ, जसले हाम्रो के प्रडक्ट दिन्छ सिमिलरली एउटालाई हामी के गर्नुपर्ने, एउटालाई हामीले अक्सिडेसन गर्नुपर्ने। सो अक्सिडेसन गरेपछि के आउँछ C डबल बोन्ड ONA आउँछ, सोडियम बेन्जोइट आउँछ, र अर्को के आउँछ भन्दाखेरि बेन्जाइल अल्कोहल आउँछ। सिमिलरली यसमा पनि हामी एडिसन अफ हाइड्रोजन गर्छौँ, CH2OH दिन्छ। सो एउटा हाम्रो के आएको छ अल्कोहल आएको छ, अर्को के आएको छ साल्ट आएको छ। यसको नाम भइहाल्यो हाम्रो बेन्जल डिहाइड। बेन्जल डिहाइड 2 moles of benzyl diide when treated with conk sodium hydroxide it gives sodium benzoate प्लस के दिन्छ हाम्रो बेन्जाइल अल्कोहल दिन्छ। हेरौँ यो रियाक्सनमा सेम अघिको जस्तै लेख्छु। एउटालाई मैले के गरेको छ, एउटालाई मैले अक्सिडेसन गरेको छ, ठीक छ, अर्कोलाई मैले के गरेको छ रिडक्सन गरेको छ। हेरौँ एउटालाई के गरेको छ मैले अक्सिडेसन गरेको छ, अर्कोलाई के गरेको छ रिडक्सन गरेको छ। अक्सिडेसन गऱ्यो भने हाम्रो के प्रोडक्ट आउँछ, अक्सिडेसन गऱ्यो भने हाम्रो साल्ट प्रोडक्ट आउँछ, रिडक्सन गऱ्यो भने हामी एडिसन अफ हाइड्रोजन गर्छौँ। सो हाइड्रोजन एड गऱ्यो भने के हुन्छ अल्कोहलको फर्मेसन हुन्छ। सो बेन्जल डिहाइडलाई यदि हेरौँ बेन्जल डिहाइडलाई यदि हामीले अक्सिडेसन गऱ्यो भने एडिसन अफ के हुन्छ अक्सिजन हुन्छ। यहाँनिर भएको हामी हाइड्रोजनलाई के गर्छौँ रिमुभ गर्छौँ, यो हाइड्रोजनलाई रिमुभ गरेर हामी के गर्छौँ एडिसन अफ अक्सिजन एन्ड देन फाइनली एडिसन अफ सोडियम गर्छौँ, जसले गर्दाखेरि हाम्रो सोडियम बेन्जोइट बन्छ। सो यो भनेको हाम्रो एउटा साल्ट बनेको छ। सो साल्टको फर्मेसन भएको छ। सिमिलरली अर्को बेन्जल डिहाइडलाई मैले के गरेको छ रिडक्सन गरेको छ। रिडक्सन गरेपछि हाम्रो के प्रोडक्ट आएको छ बेन्जाइल अल्कोहल। कसरी आएको छ भन्दाखेरि यहाँनिर योसँग अलरेडी के छ भन्दाखेरि CHO ग्रुप छ, एउटा हाइड्रोजन छ। सो हामीले के गर्छौँ यो हाइड्रोजनलाई 2वटा हाइड्रोजन एड गर्छौँ, त्यो माथिको बेन्जल फङ्सनल ग्रुप CHO मा हामी के गर्छौँ 2वटा हाइड्रोजन एड गर्छौँ। रिडक्सन प्रोसेस हो। सो रिडक्सन प्रोसेसमा हामी हाइड्रोजन एड गरेपछि त्यो बाँकी कम्पाउन्ड के भन्छ भन्दाखेरि अल्कोहलमा कन्भर्ट हुन्छ एन्ड यस्तो स्ट्रक्चर बनाउँछ। सो यो स्ट्रक्चरलाई हामी के भन्ने गर्छौँ भन्दाखेरि बेन्जाइल अल्कोहल भन्ने गर्छौँ। सो हाम्रो एउटा के आएको छ साल्ट आएको छ जसको नाम छ सोडियम बेन्जोइट, र अर्को स्ट्रक्चर आएको छ जसको नाम छ बेन्जाइल अल्कोहल। यसमा के गरेका छौँ हामीले यो प्रोडक्टमा एउटामा एडिसन अफ हाइड्रोजन गरेको छौँ भने अर्को प्रोडक्टमा हामीले के गरेको छ एडिसन अफ सोडियम एन्ड अक्सिजन गरेको छौँ। सो हाम्रो यो रियाक्सन कम्प्लिट भइसकेको छ। सो ओभरअल लेख्नु पर्दाखेरि इट इज अल्सो कल्ड रेडक्स रियाक्सन पनि भन्न पाउँछौँ। इट इज अल्सो कल्ड रेडक्स रियाक्सन बिकज कन्जुगेटिभ के हुन्छ हाम्रो अक्सिडेसन एन्ड रिडक्सन रियाक्सन हुन्छ। सो हाम्रो सिम्पल कानिजारेज रियाक्सन सकिसकेको छ। अब हामी के गर्छौँ एउटा लास्ट गर्छौँ जसमा हाम्रो के छ क्रस कानिजारेज रियाक्सन। सो क्रस कानिजारेज रियाक्सनहरू सेकेन्ड टाइप क्रस कानिजारेज रियाक्सन, क्रस क्यानिजारो रियाक्सन। यहाँ हेरौँ हामी के लिन्छौँ क्रस कानिजारेज रियाक्सनमा एउटा हामी के लिन्छौँ बेन्जल डिहाइड लिन्छौँ र अर्को के लिन्छौँ हामी मिथानल लिन्छौँ अथवा फर्मल डिहाइड लिन्छौँ। सो बेन्जल डिहाइड लिएको छ हामीले CHO बेन्जल डिहाइड लिन्छौँ र बेन्जल डिहाइडलाई हामीले केसँग ट्रिटमेन्ट गर्छौँ भन्दाखेरि फर्मल डिहाइडसँग ट्रिटमेन्ट गर्छौँ। सो हाम्रो 2 moles के भन्न पाउँछौँ अल्डिहाइडको हामीले 2वटा डिफ्रेन्ट कम्पाउन्ड लिएको छौँ। एउटा लिएको छ हामीले बेन्जल डिहाइड र अर्को लिएको छ हामीले फर्मल डिहाइड लिएको छौँ। सो बेन्जल डिहाइड र फर्मल डिहाइड भनेको 2वटा डिफ्रेन्ट कम्पाउन्ड भइहाल्यो, सिमिलर छैन। सो हामीले केसँग ट्रिटमेन्ट गरेको छ हामीले कङ्क NaOH और कङ्क KOH सँग ट्रिटमेन्ट गरेका छौँ। सो यहाँबाट के प्रोडक्ट आउँछ सिमिलरली हामी के गर्छौँ एउटालाई के बनाइदिन्छौँ, एउटालाई हामीले साल्ट बनाइदिने गरेका छौँ र अर्कोलाई हामीले के बनाइदिने गरेका छौँ भने अल्कोहल बनाइदिने गरेको छ। यहाँनिर अब हामीले बुझ्नुपर्ने एउटा इम्पोर्टेन्ट कुरा छ, हामीले कुन अल्डिहाइडलाई अल्कोहलमा बनाउने र कुन अल्डिहाइडलाई रिडक्सन गरेर अक्सिडेसन गरेर हामी के बनाउनु पर्ने हुन्छ भने साल्ट बनाउनु पर्ने हुन्छ। सो यहाँनिर हेरौँ यो जुन फर्मल डिहाइड छ, फर्मल डिहाइडलाई मैले अक्सिडेसन गरेको छ र अर्को जुन बेन्जल डिहाइड छ, बेन्जल डिहाइडलाई मैले के गरेको छ रिडक्सन गरेको छ। सो रिडक्सन गरेको छ
बेन्जल्डिहाइडलाई रिडक्सन गरेको छ। किन रिडक्सन गरेको छ भन्दाखेरि हाम्रो बेन्जल्डिहाइड र फर्मल्डिहाइडमा फर्मल्डिहाइड के हुन्छ बढी रियाक्टिभ देन के भन्न पाउँछौँ, बढी रियाक्टिभ देन बेन्जल्डिहाइड हुन्छ। फर्मल्डिहाइड कम्पेरिजन टु बेन्जल्डिहाइड फर्मल्डिहाइडको रियाक्टिभिटी बढी हुन्छ, जसले गर्दाखेरि त्यो इजिली अक्सिडेसन रियाक्सनतर्फ जान्छ। सो हामी के गर्छौँ, यो मिथानल अथवा फर्मल्डिहाइडलाई अक्सिडेसन गर्छौँ र यो प्रोडक्ट साल्ट बनाउँछौँ भने बेन्जल्डिहाइडलाई हामी के गर्छौँ, रिडक्सन गर्छौँ, जसले गर्दाखेरि हाम्रो अल्कोहल बन्छ। वन्स अगेन है, फर्मल्डिहाइड र बेन्जल्डिहाइडको कम्पेरिजनमा फर्मल्डिहाइड बढी रियाक्टिभ हुन्छ इन कम्पेरिजन टु बेन्जल्डिहाइड, जसले गर्दाखेरि फर्मल्डिहाइड इजिली अक्सिडेसन रियाक्सनतर्फ जान्छ। सो हाम्रो साल्ट प्रोडक्ट बनाउँछ भने बेन्जल्डिहाइड हाम्रो लेस रियाक्टिभ भएको कारणले त्यो रिडक्सन गएर अल्कोहल बनाउँछ। अब यसको नाम लेखौँ है, नाममा हेरौँ, यसको हाम्रो बेन्जल्डिहाइड भयो। सो बेन्जल्डिहाइड हामीले केसँग ट्रिटमेन्ट गरेको छौँ, मिथानलसँग। सो मिथानलसँग ट्रिटमेन्ट गरेका छौँ इन द प्रेजेन्स अफ सोडियम हाइड्रोक्साइड अथवा पोटासियम हाइड्रोक्साइड। यसले के दिएको छ, सोडियम फर्मेट अथवा सोडियम मिथानोइड दिएको छ। सो सोडियम मिथानोइड दिएको छ, सोडियम मिथानोइड। अर्को के दिएको छ, बेन्जाइल अल्कोहल दिएको छ। सो दिस इज अल कानिजारोस रियाक्सन्स। सो कानिजारोस रियाक्सन भनेको यति थियो, एउटा सिम्पल कानिजारोस रियाक्सन, अर्को क्रस कानिजारोस रियाक्सन। ल एभ्रिवान, थ्याङ्क यू। हेलो एभ्रिवान, अस्ति मैले तिमीहरूलाई केमिस्ट्री पढाएको थियो, जसमध्ये मैले अर्ग्यानिक केमिस्ट्रीको इम्पोर्टेन्ट एनइबीमा आउने क्वेसन्सहरू डिस्कस गरेको थियो, जसमध्ये एउटा हाम्रो भिक्टर मेयर अफ सेपरेसन अफ अल्कोहोल्स थियो, जसमा हामीले 1 डिग्री अल्कोहोल, 2 डिग्री अल्कोहोल अनि 3 डिग्री अल्कोहोललाई सेपरेट गरेका थियौँ, र अर्को हामीले 1 डिग्री, 2 डिग्री एन्ड 3 डिग्री अमाइनलाई सेपरेट गरेका थियौँ। त्यो दुइटै चाहिँ इम्पोर्टेन्ट क्वेसन थियो है, इम्पोर्टेन्ट लङ क्वेसन्स। हामीले अर्ग्यानिक केमिस्ट्रीको लङ क्वेसन्सहरू डिस्कस गरिरहेको छौँ, जसमध्ये हामीले दुईवटा इम्पोर्टेन्ट सेपरेसन्स अफ अल्कोहोल्स अनि अमाइनको गरेका छौँ। त्यसै गरी आज हामी इम्पोर्टेन्ट क्वेसन्स गर्छौँ, अर्ग्यानिक पनि गर्छौँ, जसमा हामीले टार्गेट 75 मार्क राखेको छौँ। अर्ग्यानिक कम्प्लिट भएपछि हामी इनअर्ग्यानिक गर्छौँ, त्यसपछि फिजिकल केमिस्ट्री गर्छौँ है। अर्ग्यानिकमा अब हामी आज नेम रियाक्सन गर्छौँ है, नेम रियाक्सन। ध्यान दिनु होला सबैजनाले, नेम रियाक्सन, इम्पोर्टेन्ट नेम रियाक्सन है सबैजना। इम्पोर्टेन्ट नेम रियाक्सन स्पेसली धेरै जसो अल्डिहाइड, किटोन अनि कार्बोक्सिलिक एसिडबाट अनि अमाइनबाट चाहिँ इम्पोर्टेन्ट नेम रियाक्सन सोधिन्छ, जसमा चाहिँ साइन्टिस्टको नामबाट डिराइभ भएको रियाक्सन्सहरू सोधिन्छ। सो फर्स्टमा हामी के गर्छु भन्दाखेरि म अल्डिहाइड एन्ड किटोनको इम्पोर्टेन्ट नेम रियाक्सन गर्छु है म, जसको चान्सेस अफ प्रोबेबिलिटी धेरै हुन्छ है। एक्जाममा एनइबी एक्जाममा अल्डिहाइड एन्ड किटोनबाट म्याक्सिमम त नभनौँ बट चान्सेस हुन्छ है इम्पोर्टेन्ट क्वेसन्सहरू सोधिने, जसमध्ये नेम रियाक्सन चाहिँ धेरै चान्स हुन्छ सोधिने। सो नेम रियाक्सन फर्स्टमा म डिस्कस गर्न गइरहेको छु। फर्स्टमा अल्डोल कन्डेन्सेसन रियाक्सन, अल्डोल कन्डेन्सेसन रियाक्सन, aldol condensation reactions and important name reactions of aldehyde and ketone। अब हेरौँ aldol condensation reaction में हुन्छ कि firstly aldol condensation reaction is given by aldol condensation reaction कस्तो compound ले दिन्छ। aldol condensation reaction is given by those aldehyde and ketone having alpha hydrogen, यो point ध्यान दिएर हेर्नु होला। given by those aldehyde and ketone having alpha hydrogen, कुनै पनि कम्पाउन्डमा, कुनै पनि अर्ग्यानिक कम्पाउन्डमा अल्फा हाइड्रोजन छ छैन भनेर कसरी चिनिन्छ त्यो पनि हेरौँ है। अल्फा हाइड्रोजन भन्नाले कस्तो हाइड्रोजन हामी अल्फा हाइड्रोजन भन्छौँ। ल हेरौँ, एउटा इक्जाम्पल लियौँ है। इक्जाम्पल मैले अल्फा हाइड्रोजन कुन कार्बनको हाइड्रोजन अल्फा हाइड्रोजन भनिन्छ भनेर म इक्जाम्पल दिइरहेको छु। ल मानौँ यहाँनिर एउटा कम्पाउन्ड छ CH3C डबल बोन्ड CH3 छ, ठिक छ। यो भनेको एउटा किटोनको कम्पाउन्ड हो। किटोनको कम्पाउन्डमा फङ्सनल ग्रुप भनेको हाम्रो फङ्सनल ग्रुप के हुन जान्छ, फङ्सनल ग्रुप हाम्रो रहन्छ यो किटोनको फङ्सनल ग्रुप भनेको C डबल बोन्ड O हुन्छ। सो हाम्रो फङ्सनल ग्रुप भनेको यो हो, ठिक छ। फङ्सनल ग्रुप यो भएपछि फङ्सनल ग्रुपसँग अट्याच भएको कार्बनलाई हामी भन्छौँ अल्फा कार्बन भन्छौँ। जस्तै कि यहाँ हेरौँ, यहाँनिर अल्फा कार्बन एउटा छ, यतापट्टि अल्फा कार्बन यो भयो।
हेरौँ है ध्यानले, फङ्सनल ग्रुपसँग अट्याच भएको कार्बनलाई हामीले अल्फा कार्बन भन्छौँ। सो उतापट्टि पनि एउटा अल्फा कार्बन छ, यतापट्टि पनि अल्फा कार्बन छ। सो दुईवटा अल्फा कार्बन छ यसमा। सो अल्फा कार्बनसँग अट्याच भएको हाइड्रोजनलाई हामीले अल्फा हाइड्रोजन भन्छौँ। यतापट्टि अल्फा हाइड्रोजन यहाँ छ, यतापट्टि अल्फा हाइड्रोजन यहाँ छ। सो अल्फा हाइड्रोजन कतिवटा छ यतापट्टि? यतापट्टिको अल्फा कार्बनमा 3वटा अल्फा हाइड्रोजन छ र यतापट्टिको अल्फा कार्बनमा 3वटा अल्फा हाइड्रोजन छ। सबैजनाले बुझ्नुभयो होला। अल्फा हाइड्रोजन भएपछि फङ्सनल ग्रुपसँग अट्याच भएको कार्बनसँग कतिवटा हाइड्रोजन छ त्यसलाई नि हामी अल्फा हाइड्रोजन भन्छौँ। त्यस्तै गरी अब अल्डिहाइडको भयो, किटोनको भयो। अब अल्डिहाइडमा हेरौँ है, CH3 C डबल बोन्ड H। यो पनि एउटा के हो? यो अल्डिहाइडको कम्पाउन्ड। अल्डिहाइडको कम्पाउन्डमा यो भनेको फङ्सनल ग्रुप हुन्छ हाम्रो। यो फङ्सनल ग्रुपसँग अट्याच भएको कार्बन भनेको अल्फा कार्बन। सो अल्फा कार्बनसँग कतिवटा हाइड्रोजन छ? 3वटा हाइड्रोजन छ। सो यहाँनिर अल्फा हाइड्रोजन हाम्रो 3वटा छ। हेरौँ है, यो हाम्रो भइहाल्यो। यति बुझ्नुपर्ने थियो हाम्रो अल्फा हाइड्रोजनको बारेमा। अल्फा हाइड्रोजन कहाँ हुन्छ? फङ्सनल ग्रुपसँग अट्याच भएको कार्बनलाई हामी अल्फा कार्बन भन्छौँ। सो त्यो कार्बनसँग अट्याच भएको हामीले हाइड्रोजनलाई अल्फा हाइड्रोजन भन्ने गरिन्छ। यतिसम्म बुझ्नुभयो होला, ठिक छ। गिभन बाई दोज अल्डिहाइड एन्ड किटोन ह्याभिङ अल्फा हाइड्रोजन। अब अर्को पोइन्ट्समा लेख्छु म र अब अर्को पोइन्ट, अल्डोल भनेपछि के बुझिन्छ? वाट डु यु मिन बाई अल्डोल? सो अल्डोल भन्नाले हामी बीटा हाइड्रोक्सी, अल्डोल भनेको एउटा प्रोडक्ट हो जसको नाम हो बीटा हाइड्रोक्सी अल्डिहाइड। ध्यान दिएर हेर्नु होला, बीटा हाइड्रोक्सी अल्डिहाइड अथवा बीटा हाइड्रोक्सी किटोन भन्ने कम्पाउन्डलाई हामीले अल्डोल भन्छौँ। अल्डोल भन्नाले त्यस्तो प्रोडक्ट जसमा चाहिँ बीटा कार्बनमा हाइड्रोक्सी हुन्छ अनि अल्डिहाइड, त्यसलाई हामीले अल्डोल भन्छौँ। बीटा हाइड्रोक्सी अल्डिहाइड अथवा बीटा हाइड्रोक्सी किटोनलाई नि हामीले अल्डोल भन्ने गरेका छौँ, ठिक छ। अब यहाँ हेरौँ यसको रियाक्सन हेरौँ है। रियाक्सन्स अफ अल्डोल कन्डेन्सेसन रियाक्सन। अल्डोल कन्डेन्सेसन रियाक्सनमा कस्तो किसिमको रियाक्सन हुन्छ? मैले एक्जाम्पल लिएको छु। र CH3 सरी एउटा टपिक छुट्यो है। अल्डोल कन्डेन्सेसन दुईवटा टाइपको अल्डोल कन्डेन्सेसन हुन्छ है। फर्स्टमा चाहिँ हाम्रो सिम्पल अल्डोल कन्डेन्सेसन रियाक्सन। सिम्पल अल्डोल कन्डेन्सेसन रियाक्सन। सिम्पल अल्डोल कन्डेन्सेसन रियाक्सन। सिम्पल अल्डोल कन्डेन्सेसन रियाक्सन भनेको दुईवटा सिमिलर अल्डिहाइड लिन्छौँ अथवा किटोन लिन्छौँ भने त्यसलाई हामीले सिम्पल अल्डोल कन्डेन्सेसन रियाक्सन भन्छौँ भने क्रस अल्डोल कन्डेन्सेसन रियाक्सन भनेको त्यस्तो रियाक्सन जसमा चाहिँ हामीले डिफ्रेन्ट अल्डिहाइड अथवा डिफ्रेन्ट ग्रुप अफ किटोन लिन्छौँ जसलाई रियाक्सन गराउँछौँ, त्यसलाई क्रस अल्डोल कन्डेन्सेसन रियाक्सन भनिन्छ। सो सिम्पल अल्डोल कन्डेन्सेसन रियाक्सनमा मैले दुईवटा सिमिलर अल्डिहाइड अथवा दुईवटा सिमिलर किटोन लिन्छु है। सो दुईवटा सिमिलर इक्जाम्पलको लागि मैले यो लिएको छ, यसको नाम हो एसिटल डिहाइड है। सो एसिटल डिहाइड लिएको छ। सिमिलरली दुईवटा के एउटा अर्को एसिटल डिहाइड लिन्छु सिमिलर है, ठिक छ। यसलाई मैले ट्रिटमेन्ट गरेको छ डाइल्युट NaOH सँग अथवा KOH सँग पनि युज गर्दा हुन्छ। सो मैले डाइल्युट NaOH गरेको छु। मोस्ट कमनली डाइल्युट NaOH युज गरिन्छ। डाइल्युट सोडियम हाइड्रोक्साइड युज गरेको छ। हेरौँ यहाँनिर यो CH3 C डबल बोन्ड OH भनेको यसको नाम हो अल्डिहाइड। यो अल्डिहाइड यसको नाम भनिन्छ हामीले IUPAC नाम लेख्नु पर्यो भने यसको नाम लेखिन्छ हामीले इथेनल। कमन नेम लेख्नु पर्यो भने यसको नाम हुन्छ एसिटल डिहाइड। एसिटल डिहाइड, ठिक छ। यो IUPAC नेम भयो, यो कमन नेम भयो एसिटल डिहाइड। एसिटल डिहाइडलाई अर्को एसिटल डिहाइडसँग रियाक्सन गर्ने जसमा हामीले रिएजेन्ट युज गरेको छ डाइल्युट NaOH। यहाँनिर ध्यान दिउँ है, योबाट कम्पाउन्ड बनेको छ। अब यहाँ हेरौँ यो रियाक्सनलाई म यो एसिटल डिहाइडलाई यो एसिटल डिहाइड ध्यान दिएर हेर्नु होला, यो एसिटल डिहाइडलाई म चेन्ज गरेर लेख्छु, सिम्बोलिकली चेन्ज गर्छु। यो एसिटल डिहाइडलाई म चेन्ज गरेर लेख्छु। अघि के लेखेको थिएँ मैले भन्दाखेरि HCH2 C डबल बोन्ड OH लेख्न मिल्छ मैले र यो भनेको पहिले कस्तो थियो भन्दाखेरि CH3 C डबल बोन्ड H थियो। मैले के गरेको छु यहाँनिर 3वटा हाइड्रोजन छ, त्यसलाई मैले एउटा हाइड्रोजन सेपरेटली बाहिर निकालेर लेखेको चाहिँ, ठिक छ। यसलाई भने सेम हो, यो सिमिलर हो, यो पनि सिमिलर हो। मैले यहाँको हाइड्रोजनलाई यहाँनिर लेखेको छ, ठिक छ। अब रियाक्सन गरौँ है। यहाँनिर के हुन्छ, यो हाइड्रोजन हेर, रियाक्सनमा यो हाइड्रोजन यहाँनिर जान्छ, सर्छ। यो हाइड्रोजन यो अक्सिजनसँग अट्याच हुन्छ अनि रिमेनिङ यो कार्बन के हुन्छ, यो कार्बन गएर यहाँनिर टाँसिन्छ। ध्यान दिएर हेर्नु होला,
यो हाइड्रोजन यहाँनिर गएर टाँसिन्छ अनि अर्को यो कार्बनसँग गएर टाँसिन्छ अनि प्रोडक्ट बनाउँछ। हेरौँ प्रोडक्ट के हुन्छ हाम्रो अब CH3C सिंगल बोन्ड OH हुन्छ। अघिको त्यो डबल बोन्ड टुटेर अक्सिजनसँग हाइड्रोजन जोडेको छ अनि यहाँनिर अलरेडी एउटा हाइड्रोजन छँदैछ है। हेर यो कार्बनसँग यो हाइड्रोजन छँदैछ, यो कार्बनसँग यो हाइड्रोजन छँदैछ, सो CH भयो। यतापट्टि यो कार्बनमा अर्को CH2 ग्रुप C डबल बोन्ड OH आएको छ। हेरौँ यो प्रोडक्ट बनेको छ। हेर ध्यान दिएर हेर यो कार्बनमा अक्सिजनमा यो कार्बनमा भएको अक्सिजनसँग हाइड्रोजन गएर टाँसिएको छ अनि त्यही कार्बनमा के भएको छ भन्दाखेरि यो रिमेनिङ CH2C डबल बोन्ड OH यहाँनिर गएर टाँसेको छ। सो यो कम्पाउन्ड योमा टाँसेको छ, यो प्रोडक्ट बनेको छ। यही प्रोडक्टलाई हामीले के भन्ने गर्छौँ अल्डोल भन्ने गर्छौँ। यसको नाम लेख्नु पर्यो भने हामी के भन्छ र नेमिङ गर्ने 1 2 3 नम्बरिङ गऱ्यो भने यहाँनिर के आएको छ 3 नम्बरमा हाइड्रोक्सी छ, 3 हाइड्रोक्सी। हेरौँ है यो अल्डोल हामीले बनिसकेको छ। 3 हाइड्रोक्सी यो के हो ब्युटेनल, 4वटा कार्बन छ ब्युटेनल भइहाल्यो। 3 हाइड्रोक्सी अल्डिहाइड अथवा 3 हाइड्रोक्सी ब्युटेनल भन्न पायो। सो हामीले कन्डेन्सेसन गर्नु पर्यो है। अब यो जुन प्रोडक्ट आएको छ यसलाई हामीले कन्डेन्सेसन गर्छौँ। कन्डेन्सेसन भनेको वार्म गर्छु, हिट गर्छु, जसले गर्दाखेरि हाम्रो के हुन्छ वाटर हराएर जान्छ, वाटर हराएर जान्छ। हेरौँ है ध्यानले, वाटर हराएर जान्छ। अब हेरौँ है यो कार्बनमा 2वटा हाइड्रोजन छ, ध्यान दिएर हेर्नु ल। यो कार्बनमा 2वटा हाइड्रोजन छ, 2वटा हाइड्रोजनलाई म के गर्छु एउटा हाइड्रोजनलाई सेपरेटली माथिपट्टि लेखिदिन्छु, जसले गर्दाखेरि रियाक्सन बुझ्न सजिलो हुन्छ। यहाँ भएको हाइड्रोजनलाई म सेपरेटली माथि लेखिदिन्छु, जसले गर्दाखेरि रियाक्सन बुझ्न सजिलो हुन्छ। स्ट्रक्चरै ड्र गरिरहेको छु है। ल हेरौँ यो हाइड्रोजनलाई म यसरी लेख्छु, C भयो, CH भयो अनि यतापट्टि हाइड्रोजन मैले लेखिदिएको छ। बाँकी जस्ताको त्यस्तै थियो। अघिको कम्पाउन्डमा के थियो भन्दाखेरि हाम्रो CH3COH छ, ठिक छ, अनि यतापट्टि CH2 थियो, यतापट्टि CH2 थियो, CH2 हो, CH2C डबल बोन्ड H थियो, यहाँनिर हाम्रो हाइड्रोजन थियो। यो कम्पाउन्ड थियो। मैले यो कम्पाउन्डलाई यस्तो लेख्न मिल्छ है, यो कम्पाउन्डलाई यस्तो लेख्न मिल्छ। यहाँनिर 2वटा हाइड्रोजन छ, मैले त्यसलाई सेपरेटली माथि स्ट्रक्चरको रूपमा एउटा हाइड्रोजन बाहिर निकालेको छ। सो यस्तो लेख्न मिल्छ हामीले। सो अब हेरौँ यहाँनिर रियाक्सन कसरी भयो भन्दाखेरि हेरौँ यो रियाक्सन यतिसम्म बुझियो होला सबैजनाले। यता हेरौँ अब यो रियाक्सन कसरी भयो भन्दाखेरि यहाँनिर कन्डेन्सेसन गर्दाखेरि यो हेरौँ यति हाइड्रोजन वाटरको रूपमा रिलिज हुन्छ। यहाँबाट यो अक्सिजनबाट यो कार्बनबाट OH रिलिज भएको छ अनि यो कार्बनबाट एउटा हाइड्रोजन रिलिज भएर वाटर फर्म गरेको छ, ठिक छ। वाटर हामीले निकालेका छौँ H2O, 2वटा हाइड्रोजन अनि एउटा अक्सिजन छ, जसले गर्दाखेरि वाटर इभापोरेट भएर निस्केको छ। अनि यो दुईटा कार्बनमा एउटा बोन्ड थपिन्छ, किनकि यो कार्बन र यो कार्बनको बिचमा एउटा बोन्ड पुगेको छैन, जसले गर्दाखेरि यिनीहरूको बिचमा एउटा मल्टिपल बोन्ड आउँछ। हेरौँ र हाम्रो कम्पाउन्ड हुन जान्छ CH3CH डबल बोन्ड CH C डबल बोन्ड H भन्न पाइन्छ। क्लियरली भएन, C डबल बोन्ड OH भन्न पाइयो। CH3CH डबल बोन्ड CH C डबल बोन्ड OH यो भनेको हाम्रो फाइनली अल्डिहाइड नै आएको छ। यसको नाम लेख्नु पर्यो भने हेर फेरि 1 2 3 2 नम्बरमा के छ डबल बोन्ड छ 1 2 3 4। सो यसको नाम के भन्न पाइयो ब्यूट। 2 नम्बरमा EN छ ब्यूट 2 इन AL भन्न पाइयो। ब्यूट 4वटा कार्बन छ, सो हामीले ब्यूट लेखेको छौँ। 2 नम्बरमा मल्टिपल बोन्ड छ EN भन्न पाइयो। अल्काइन भएको भए YN लेख्नु पर्थ्यो, सो 2 EN भन्न पाइयो। अनि यो भनेको फङ्सनल ग्रुप के छ अल्डिहाइड छ, सो AL भन्न पाइयो। सो फाइनली हाम्रो अल्डोल कन्डेन्सेसनको फाइनल प्रोडक्ट भनेको यो आयो। यो मैले एउटा अल्डोल कन्डेन्सेसन रियाक्सन गरेको छ जसमा मैले अल्डिहाइड मात्र युज गरेको छ, सिमिलर अल्डिहाइड युज गरेको छ। अब अर्को रियाक्सन हेरौँ, सिमिलर रियाक्सन एक्जाम्पल हामीले किटोन लिएको छ भने 2वटा सिमिलर किटोन लिएको छ भने, सो सिमिलर किटोन लिन्छु म, सिमिलर रियाक्सन गर्छु है मैले। CH3 प्लस हाइड्रोजन मैले सेपरेटली लेखेको छ र अर्को किटोन लिएको छ, यसलाई मैले ट्रिटमेन्ट गरेको छ। फेरि डाइल्युट NaOH सँग ट्रिटमेन्ट गरेको छ भने के हुन्छ हाम्रो प्रोडक्ट हेरौँ यहाँ। अघिको जस्तै सिमिलर रियाक्सन छ,
यहाँ हेरौँ है, यो मैले एउटा किटोन लेखेको छ, सिमिलर किटोन लेखेको छ किनकि सिम्पल अल्डोल कन्डेन्सेसन रियाक्सन हो। यसको नाम के हो? हाम्रो कमन नेम हाम्रो यसको कमन नेम के हो? यसको कमन नेम हेरौँ है, यो किटोनको कमन नेम भनेको एसिटोन हो। आइयुपिएसी नेम भनेको प्रोप्यानोन भनिन्छ, प्रोप्यानोन भनिन्छ। यो किटोनको नाम एसिटोन भनिन्छ कमन नेममा, बट आइयुपिएसी हेर्ने हो भने प्रोप्यानोन भनिन्छ। सो दुईवटा प्रोप्यानोन मैले लिएको छ अनि यसलाई यो प्रोप्यानोनलाई मैले हल्का यो हाइड्रोजन सेपरेट गरेर स्ट्रक्चर ड्र गरेको छ ताकि रियाक्सन बुझ्न सजिलो होस् भनेर। सो रियाक्सनमा के हुन्छ भन्दाखेरि यो हाइड्रोजन गएर यहाँनिर टाँसिन्छ अनि यो कार्बन गएर यो कार्बन गएर यहाँनिर टाँसिन्छ, ठिक छ। अनि कम्पाउन्ड बनाउँछ। हेरौँ यसको कम्पाउन्ड के हुन्छ? CH3 यो CH3 जस्ताको त्यस्तै हुन्छ। C डबल बोन्डेड टुटेर OH आउँछ, यतापट्टि CH3 छ, यो CH3 को ठाउँमा CH2 C डबल बोन्ड CH3 हाम्रो यो अल्डोल बनिसकेको छ। यो अल्डोलको नाम के हेरौँ है, फर्स्टमा यो रियाक्सन कसरी भयो हेरौँ। यो CH2 यो कार्बनमा गएर जुटेको छ, हेरौँ यो CH2 यो कार्बनमा गएर जुटेको छ, यो हाइड्रोजन यो अक्सिजनसँग गएर जुटेको छ। अनि यहाँ हेरौँ है, यो हाइड्रोजन यो अक्सिजनसँग गएर जुटेको छ, यो CH2 कार्बन यो कार्बनसँग गएर जुटेको छ। अनि यो CH3 लाई मैले तलपट्टि लेखेको छ, स्ट्रक्चरै तलपट्टि लेखेको छ। यो CH3 जुन छ हाम्रो, यसलाई मैले स्ट्रक्चरै तलपट्टि डिनोट गरेर लेखेको चाहिँ रियाक्सन बुझ्न सजिलो हुन्छ भनेर। हेरौँ यो CH3 लाई मैले तल डिनोट गरेर लेखेको छ अनि यो CH2 कम्पाउन्ड यो कार्बनसँग डाइरेक्टली गरेर जुटेको छ अनि बाँकी रिमेनिङ जस्ताको त्यस्तै छ। सो यो हाम्रो अल्डोल बनिसकेको छ। अब हेरौँ यसको नाम लेख्नु पर्यो भने र यतापट्टिबाट नेमिङ गर्ने किनकि फङ्सनल ग्रुप नजिकमा छ। सो 1 2 3 4 नम्बरमा के छ? 4 मा हाइड्रोक्सी छ। सो 4 मा हामी के गर्छौँ? 4 हाइड्रोक्सी लेख्छौँ। 4 नम्बरमा मिथाइल ग्रुप पनि छ। सो 4 मा मिथाइल ग्रुप छ। कतिवटा कार्बन छ? 1 2 3 4 5 पाँचवटा कार्बन छ। सो पाँचवटा कार्बनको नाम के हुन्छ? पेन्ट हुन्छ, पेन्ट। अनि त्यसपछि डबल बोन्ड केही छैन, पेन्टानोन भन्न पाएँ, ठिक छ। 4 हाइड्रोक्सी 4 मिथाइल पेन्टानोन भन्न पाएँ। अब यसलाई हामी के गर्छौँ? कन्डेन्सेसन गर्छौँ। कन्डेन्सेसन गर्छौँ भनेपछि हामी हिट गर्छौँ। सो हिट गऱ्यो भने के रिलिज हुन्छ? हाम्रो वाटर रिलिज हुन्छ। सिमिलरै अघिको जस्तो रियाक्सन छ। सो अब म के गर्छु? यहाँनिर यो कार्बनलाई म सेपरेटली यो कार्बनलाई म के गर्छु? यो कार्बनको एउटा हाइड्रोजनलाई म माथिपट्टि लेख्छु, जसले गर्दाखेरि वाटर निकाल्न इजी हुन्छ स्ट्रक्चरबाट। सो म के गर्छु? वाटर निकाल्छु। हेरौँ सो यो हाइड्रोजनलाई मैले यसरी लेख्न मिल्यो। यो हाइड्रोजनलाई हेरौँ, मैले हाइड्रोजनलाई एउटा माथिपट्टि लेखेँ। सो यो हाइड्रोजन यसरी लेखेपछि मैले के गर्न मिल्छ? यो हाइड्रोजनलाई यसरी निकालिदिएपछि यहाँबाट वाटर निस्किन्छ, OH अनि H मिलेर वाटर निस्केको छ हाम्रो। सो वाटर बाई प्रोडक्ट आइसकेको छ अनि रिमेनिङ कम्पाउन्ड के हुन जान्छ? CH3C यतापट्टि हुन्छ CH3, यहाँनिर डबल बोन्ड आउँछ C डबल बोन्ड CH3। हाम्रो कन्डेन्सेसन भइसकेको छ, किटोनको कन्डेन्सेसन भइसकेको छ। जुन हाम्रो अल्डोल बनेको छ 4 हाइड्रोक्सी 4 मिथाइल पेन्टानोन, मैले कन्डेन्सेसन गरेर यति निकालेको छ। हेर यो कार्बन र यो कार्बनको बिचमा, यो कार्बन अनि यो कार्बनको बिचमा बोन्ड पुगेको छैन, जसले गर्दाखेरि हामीले मल्टिपल बोन्ड थपेका छौँ। सो यो हेरौँ। अब यसको आइयुपिएसी नेम लेखौँ। आइयुपिएसी नेम लेख्दाखेरि नम्बरिङ गर्ने, यतापट्टिबाट नम्बरिङ गर्ने, जतापट्टिबाट कार्बन फङ्सनल ग्रुप नजिकमा छ। सो हाम्रो फङ्सनल ग्रुप यो साइडपट्टि छ, नजिकमा छ। सो 1 2 नम्बरमा फङ्सनल ग्रुप आएको छ, यतापट्टिबाट टाढो छ। सो यतापट्टिबाट नम्बरिङ गर्दैनौँ। अब हेरौँ है, यसको नम्बरिङ गर्दाखेरि फर्स्ट 1 2 3 4 नम्बर कार्बनमा के छ? मिथाइल छ। सो 4 नम्बरमा मिथाइल छ भने हामी के लेख्छौँ? 4 मिथाइल। 5वटा कार्बन छ, हामी के लेख्छौँ? पेन्ट लेख्छौँ। 1 2 3 3 नम्बरमा के छ? डबल बोन्ड छ, 3 नम्बरमा इन अनि किटोन छ 2ONE। यो हाम्रो फाइनल प्रोडक्ट आयो है। अल्डोल कन्डेन्सेसन रियाक्सनको फाइनल प्रोडक्ट 4 मिथाइल पेन्ट 3 इन 2ONE। सरी यहाँ इन हुँदैन, ई हुँदैन, पेन्ट 2 इन 2ONE भन्न पायो, ठिक छ।
हाम्रो अल्डोल कन्डेन्सेसन सकियो। अब हेरौँ अर्को स्लाइडमा हेरौँ। अब हेरौँ क्रस अल्डोल कन्डेन्सेसन रियाक्सन सिमिलर छ है। क्रस अल्डोल कन्डेन्सेसन रियाक्सन यहाँ हेरौँ अघि हामीले के युज गरेको थियो क्रस अल्डोल कन्डेन्सेसन रियाक्सनमा एउटा अल्डिहाइडको देखाइदिन्छु बाँकी सिमिलर हुन्छ। सो अल्डिहाइडमा मैले के युज गरेको छ एउटा म युज गर्छु फर्मल्डिहाइड युज गर्छु अनि अर्कोपट्टि के युज गर्छु भन्दाखेरि एसिटल्डिहाइड नै युज गर्छु। एसिटल्डिहाइडलाई मैले सेपरेटली लेखेको छ CH2 C डबल बोन्ड OH युज गरेको छ जसलाई मैले केसँग ट्रिटमेन्ट गरेको छ भनेर सिमिलर अघिको जस्तै डाइल्युट NaOH सँग ट्रिटमेन्ट गर्ने। सो डाइल्युट NaOH सँग ट्रिटमेन्ट गरेपछि सिमिलर रियाक्सन यो हाइड्रोजन कतापट्टि जान्छ यो हाइड्रोजन यो अक्सिजनसँग अट्याच हुन्छ अनि यो कार्बनसँग अट्याच हुन्छ ठिक छ। सो यसले प्रोडक्ट बनाउँछ हाम्रो यसले प्रोडक्ट हाम्रो बनाउँछ CH दुईवटा हाइड्रोजन अलरेडी छ। सो CH2 भन्न पायो यतापट्टि सिंगल बोन्ड यस C डबल बोन्ड छ। हेरौँ यहाँ यो हाइड्रोजनमा मैले जस्तोको त्यस्तै लेखेँ CH छ यतापट्टि OH आएको छ यो कार्बनसँग CH2 C डबल बोन्ड H छ ठिक छ। यो हाम्रो अल्डोल बनिसकेको छ। क्रस अल्डोल कन्डेन्सेसन रियाक्सनमा हाम्रो प्रोडक्ट आइसकेको छ। यसको नाम हेरौँ है यसको नाम 1 2 3 तीनवटा कार्बन मात्र छ 1 2 3 कार्बन। 3 नम्बर कार्बनमा के छ 3 हाइड्रोक्सी हेरौँ है यतापट्टिबाट नम्बरिङ गरे 3 हाइड्रोक्सी छ 3 हाइड्रोक्सी प्रोप्यानल भन्न पायो। हामीले यसको IUPAC नेम लेख्यौँ 3 हाइड्रोक्सी प्रोप्यानल भन्न पायो। सो अब यसलाई हामी के गर्छौँ भन्दाखेरि कन्डेन्सेसन गर्छौँ। सो हामी हिट गर्छौँ हिट गऱ्यो भने यहाँनिर के आउँछ वाटर निस्किन्छ ठिक छ। वाटर निकाल्नु पऱ्यो भने हामी के गर्छौँ यो अल्फा हाइड्रोजन अल्फा कार्बनमा भएको हाइड्रोजनलाई हामी निकाल्छौँ। सो यहाँनिर हेरौँ यो हाइड्रोजनलाई हटाइदिउँ ओके ठिक छ। यो हाइड्रोजनलाई मैले हटाएर यहाँनिर लेखेको छ स्ट्रक्चरै लेखेको छ है 3 हाइड्रोक्सी प्रोप्यानल। सो हामीले क्रस अल्डोल कन्डेन्सेसन रियाक्सनमा मैले के युज गरेको छ फर्मल्डिहाइड युज गरेको छ। फर्मल्डिहाइडलाई हामी मिथानल पनि भन्छौँ। फर्मल्डिहाइड प्लस हामीले के युज गरेको छ एसिटल्डिहाइड। फर्मल्डिहाइडलाई मैले एसिटल्डिहाइडसँग ट्रिटमेन्ट गरेको छ इन द प्रेजेन्स अफ डाइल्युट NaOH रिएजेन्ट। डाइल्युट NaOH रिएजेन्ट युज गरेको छ जसले गर्दाखेरि हाम्रो अल्डोल बनेको छ। त्यो अल्डोलको नाम के हो 3 हाइड्रोक्सी प्रोप्यानल। 3 हाइड्रोक्सी प्रोप्यानल बनेको छ। बीटा हाइड्रोक्सी अल्डोल पनि भनिन्छ अथवा बीटा हाइड्रोक्सी केटोन पनि भनिन्छ ठिक छ। यसलाई मैले के गरेको छ अब वाटरसँग कन्डेन्सेसन गरेको छ भने यहाँबाट कुन प्रोडक्ट आउँछ सेम अघिको जस्तो आउँछ। यहाँबाट हामीले यसलाई लिबरेट गर्छौँ वाटरलाई लिबरेट गर्छौँ यो माथिको। सो वाटर लिबरेट भइसकेको छ। सो वाटर लिबरेट गरेपछि हाम्रो प्रोडक्ट के आउँछ CH2 डबल बोन्ड CH डबल बोन्ड OH आउँछ। सो यसको नाम के हुन्छ 1 2 3 3वटा कार्बनको नाम के हुन्छ प्रोप हुन्छ। सो प्रोपमा 2 मा के छ डबल बोन्ड छ। सो 2 मा EN भन्न पायो अनि अल भन्न पायो। सो हाम्रो क्रस अल्डोल कन्डेन्सेसन रियाक्सन पनि भयो है। हामीले सिम्पल अल्डोल कन्डेन्सेसन रियाक्सन पनि गरौँ क्रस अल्डोल कन्डेन्सेसन पनि रियाक्सन पनि गऱ्यौँ जसमा चाहिँ के हुन्थ्यो भन्दाखेरि अल्डिहाइड अनि किटोनले चाहिँ यो रियाक्सन दिन्थ्यो। किन दिन्थ्यो भन्दाखेरि यिनीहरूसँग अल्फा हाइड्रोजन हुन्छ। सो अल्फा हाइड्रोजन इजिली रिबलेट गर्न सजिलो होस् भनेर अल्डोल कन्डेन्सेसन यो दुईटी कम्पाउन्डले दिएको छ है। र त्यस्तो अल्डिहाइड अथवा किटोन जसले चाहिँ जोसँग अल्फा हाइड्रोजन छैन त्यसले अल्डोल कन्डेन्सेसन रियाक्सन दिँदैन। यतिसम्म बुझियो होला। अब हामी के गर्छौँ भन्दाखेरि एउटा अर्को कन्डेन्सेसन रियाक्सन लेख्छौँ बेन्जोइन कन्डेन्सेसन रियाक्सन है। अर्को नेम इम्पोर्टेन्ट नेम रियाक्सन इम्पोर्टेन्ट नेम रियाक्सनमा हाम्रो अर्को छ बेन्जोइन कन्डेन्सेसन रियाक्सन है। बेन्जोइन कन्डेन्सेसन रियाक्सन यो हाम्रो एरोमेटिक अल्डिहाइडको लागि हो। एरोमेटिक अल्डिहाइडले बेन्जोइन कन्डेन्सेसन रियाक्सन दिन्छ जोसँग अल्फा हाइड्रोजन हुँदैन है। सो बेन्जोइन कन्डेन्सेसन रियाक्सनमा हामी के युज गर्छौँ दुईवटा बेन्जल्डिहाइड युज गर्छौँ। यो हेरौँ दुईवटा बेन्जल्डिहाइड युज गरेको छ।
हेरौँ सबैजना ध्यान दिएर, यो मैले बेन्जल डिहाइडको स्ट्रक्चरलाई मैले होरिजेन्टली लेखेको छ, प्लस म युज गर्छु यहाँनिर रिएजेन्ट युज गर्छु अल्कोहोलिक पोटासियम साइनाइड। यहाँ हेरौँ है, यो रियाक्सन छ, यसमा चाहिँ के हुन्छ यो हाइड्रोजन यतापट्टि जान्छ, हेरौँ यहाँ यो मैले के लेखेको छ एरोमेटिक अल्डिहाइड जसको नाम के हो बेन्जल डिहाइड। हेर 2 moles of benzyl diide when treated with alcoholic KCN then it gives benzoin। बेन्जोइन दिन्छ। यहाँनिर के गर्छ यो हाइड्रोजन हेरौँ यो हाइड्रोजनलाई यता पनि लाग्दा हुन्छ यता पनि लाग्दा हुन्छ, म यतापट्टि लगिदिन्छु। यो हाइड्रोजनलाई यहाँपट्टि लगेको छ अनि यो कार्बनसँग जुट्छ। यसैलाई हामी के भन्छौँ भन्दाखेरि बेन्जोइन कन्डेन्सेसन रियाक्सन भन्छौँ। हाइड्रोजन भएको कार्बनमा भएको हाइड्रोजन अर्को अल्डिहाइडमा गएर अर्को बेन्जल डिहाइडमा गएर अट्याच हुन्छ अक्सिजनसँग। सो यसमा के हुन्छ हेरौँ प्रोडक्ट के भन्छ, यो बेन्जल डिहाइड हो। सो बेन्जल डिहाइडमा एउटा कार्बनमा के आउँछ OH आउँछ, सरी यहाँनिर OH आएको छ, ठिक छ। यहाँनिर अलरेडी हाइड्रोजन छँदैछ, सो हाइड्रोजन भएको छ CH2 CH हाइड्रोजन C डबल बोन्ड O यतापट्टि बेन्जोइन बनेको छ। सो यो स्ट्रक्चरलाई हामी के भन्छौँ बेन्जोइन भन्छौँ है, यसको नाम हो बेन्जोइन। यहाँ हेरौँ सबैजनाले 2 moles अफ बेन्जल डिहाइड मैले लेखेको छ। एउटा बेन्जल डिहाइडलाई मैले यसरी लेखेको छ, अर्को बेन्जल डिहाइडलाई मैले यसरी लेखेको छ। यो किन लेखेको भन्दाखेरि स्ट्रक्चरी बुझ्न सजिलो हुन्छ भनेर। सो यो बेन्जल डिहाइडको हाइड्रोजनलाई मैले लिबरेट गरेर यो अक्सिजनमा जोडेको छ। हेरौँ ध्यान दिएर, यो हाइड्रोजन लिबरेट गरेर यो अक्सिजनसँग जोडेको छ अनि यो कार्बन भ्याकेट हुन्छ। सो यो कार्बन गएर यो कार्बनसँग टाँसिन्छ अनि यस्तो प्रोडक्ट बनाउँछ। र यो बेन्जल डिहाइड एउटा बेन्जल डिहाइडको रिङ आएको छ, अर्कोपट्टि अर्को बेन्जल डिहाइडको रिङ आएको छ। यो कार्बनसँग एउटा हाइड्रोजन अलरेडी छ, सो यो हाइड्रोजन छँदैछ अनि अर्को माथिपट्टि अक्सिजन थियो। सो अक्सिजनमा डबल बोन्ड टुक्रिएर हाइड्रोजन जुडेको छ, ठिक छ। अर्कोपट्टिको बेन्जल डिहाइडको कार्बन जस्ताको त्यस्तै छ, जसमा चाहिँ डबल बोन्ड किटोनको सिम्बल जस्ताको त्यस्तै छ अनि यो बेन्जिङ रिङ। सो हेरौँ यो स्ट्रक्चरलाई चाहिँ हामी के भन्छौँ बेन्जोइन भन्छौँ है। दिस इज अल अबाउट बेन्जोइन कन्डेन्सेसन रियाक्सन। सो 2 moles of benzyl diide when treated with alcoholic potassium cyanide it gives benzoin। This is all about benzyl condensation reaction।